हाम्रा बालबच्चाहरू हुर्किँदै जाँदाखेरि हामी वयोवृद्ध हुँदै जाँदाखेरि हाम्रा आफ्ना सामुदायिक समस्याहरू जसलाई चाहिँ हामीले नीतिगत तहमै एड्रेस गर्नुपर्ने हुन्छ त्यो कुरालाई चाहिँ अब हामीले अहिले सोचेनौँ भने सायद अलिकति ढिलो पनि हुनसक्छ। हामी भोटिङ राइट्स भन्छौँ नि, मेरो हिसाबले चाहिँ भोटिङ राइट्स भन्दा पनि ड्युटी हो। हामी यो सोसाइटीमा बसिसकेको पछाडि भोटिङ राइट्स भनेर त्यसलाई लिनु सट्टा भोटिङ चाहिँ यो मेरो ड्युटी हो। अनि यो भोटिङ ड्युटी हो भने हामीले भोटिङ गर्दाखेरि सोच्नु पर्यो नि त, त्यसो भए राइट तरिकाले सोच्नु पर्यो। हामी आफैले के मानसिकता बनाइराखेका हुन्छ भने यो मेरो देश होइन, म चाहिँ एज अ गेस्टको रूपमा जस्तो आएको हुँ, यो पोलिटिक्स मेरो कन्सर्नको विषय नै होइन, म किन जान्ने हुनु, म किन सहभागी हुनु होइन, त्यो किसिमको मेन्टालिटीबाट धेरै हामी जस्तो म आफै पनि एउटा सर्टेन समयसम्म त्यो अवस्थाबाट बुझिराखेको थिएँ र मलाई लाग्छ धेरैजनालाई त्यो फिल हुन्छ होला। अब हामीले शेखरजीलाई यो गर्ने त्यो गर्ने उहाँको काममा धेरै कुरा राखेका छौँ, तर जिम्मेवारी चाहिँ हाम्रो हो है फेरि जाने। अब त हाम्रो कुनै इस्यु छ, मन्दिर चाहियो, हामीलाई सांस्कृतिक केन्द्रहरू चाहियो भने हाम्रो भ्याल्यु हामीले क्रिएट गर्ने हो। गएर हामीलाई यो चाहियो भनेर यत्रो इमिग्रेन्टको ग्रुपहरू छन्, वाइ यु भन्ने कुरा आउँछ। एउटा नेपालीले अर्को नेपालीलाई आफ्नै घरको जस्तो सम्झेर, जस्तो हाम्रो नेपालको वातावरण छ त्यो वातावरण यहाँ पनि सिर्जना होस् भन्न चाहन्छु मैले। किनभने हाम्रो घरतिर कहाँबाट आएको बटुवालाई पनि हामीले चाहिँ आफ्नै सम्झेर चाहिँ बास दिने छ। हाम्रो कस्तो परम्परा, हाम्रो संस्कृति कस्तो होला। नगरपालिकाले स्थानीय तहलाई दिने सेवा सुविधाहरूको बिचमा हामीसँग क्ल्यारिटी चाहिँ छैन। हामीलाई सिटीले के दिन्छ, हामीले के पाउन सक्छौँ भन्ने बारेमा एउटा च्यानलिङको अभाव पनि देखिया छ। हाम्रो शेखर आचार्यजी अब आसन्न स्थानीय तहको चुनावमा उम्मेदवार हुनुहुन्छ। हाम्रो नगरपालिका र यो समाज कल्याण त्यो युनिटको चाहिँ भान्ता केरापा काउन्टीको चाहिँ दुई उहाँ उम्मेदवार हुनुहुन्छ र उहाँलाई आफ्नो उम्मेदवारी राखिसके पछाडि पक्कै पनि आफ्ना मतदाताहरूसँग अन्तर्क्रिया गर्नुपर्ने, उहाँको कुराहरू सुन्नुपर्ने, केही प्रश्नहरू छन् भने त्यसका जवाफ दिनुपर्ने त्यो एउटा आवश्यकता पनि थियो र यो आजको जमघट त्यही परिप्रेक्ष्यमा त्यही उद्देश्यका साथ हामीले आयोजना गरेका छौँ। म शेखरजीको तर्फबाट र मेरो तर्फबाट यहाँहरू सबैलाई हार्दिक स्वागत गर्न चाहन्छु। अब हाम्रो यो समयभन्दा अलिकति हामी डिले भएका छौँ, तर अझै पनि हामी केही गेस्टहरू आउनुहुन्छ कि मतदाताहरू सम्भावित मतदाताहरू आउनुहुन्छ कि भन्ने अपेक्षामा केही ढिलो गर्दै पर्खिँदै गयौँ। तर अब यसलाई धेरै ढिलो गऱ्यौँ भने धेरै ढिलो हुनसक्छ र यो अन्तर्क्रिया कार्यक्रम भएकाले अब आउने आफ्नो उम्मेदवारसँग भएका प्रश्नहरू केही सोध्ने छन् भनेदेखि नत्र जानकारीहरू लिने, चिया समस्या इन्जोय गर्ने, अनि हतार हुनेहरू निक्लिनु पनि हुँदै पनि भयो, अनि कोही अलिक ढिलो आउनुहुन्छ आफ्नो काम केही सिकेर भने आउँदै पनि गर्नुहुन्छ। त्यसरी यसलाई चाहिँ अन द फ्लो त्यसरी गइयो भनेदेखि अगाडि बढ्न सहज हुन्छ भन्ने उद्देश्यका साथ हामीले चाहिँ अब यसलाई कार्यक्रमलाई सुरु गर्दैछौँ। सबैभन्दा पहिले म शेखरजीलाई आफ्नो उम्मेदवारी, आफ्ना योजनाहरू, आफ्नो भिजनबारे चाहिँ यहाँ उपस्थित सबैलाई छोटकरीमा जानकारी गराइदिनु हुन म हार्दिक अनुरोध गर्छु। धन्यवाद शिवजी। सबैजनालाई नमस्कार। यहाँहरूमध्ये धेरैजनासँग केही चिरपरिचित पनि छु, केही अनुहारहरू केही व्यक्तिहरूका लागि म अलिकति नौलो मान्छे पनि हुनसक्छु। अलिकति छोटो परिचय दिएर मेरो नगरपालिका चुनाव र आउँदै गरेको समाज कल्याणकारी चुनावसँगका मेरा योजनाहरू के हुन्, मैले के गर्न सक्छु र यो हाम्रो लागि किन महत्त्वपूर्ण छ भन्ने बारेमा मेरो केही सानो एउटा प्रेजेन्टेसन तयार गर्छु। त्यसपछि तपाईँहरूका प्रश्नहरू छन् भने त्यसलाई पनि जवाफ दिने प्रयास गरौँला। फेरि पनि हार्दिक स्वागत सबैजनालाई। मेरो परिचय दिनुपर्दाखेरि सबैजनालाई थाहा छ, केही समय नेपाल एनआरएनएमा इन्भल्भ भएर अलिकति नेपाली सामाजिक विषयवस्तुहरूमा आफै योगदान गर्ने प्रयास स्वरूप फिनल्यान्डमा केही जमर्को गरेको थिएँ। त्यसका अलावा विभिन्न कार्यक्रमहरूमा नेपालमा भूकम्प जाँदाखेरिको राहत सङ्कलन कार्यक्रमदेखि लिएर महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग पठाउने कार्यहरूमा कोअर्डिनेसनको भूमिकामा मैले अलिकति आफ्नो समाजको लागि सक्ने योगदान गर्ने प्रयास गरेको छु, जुन पक्कै पनि यथेष्ट छैन, तर केही एउटा सानो प्रयास चाहिँ हो। त्यही प्रयासका मार्फतबाट धेरै केही साथीहरूले मलाई चिन्नु पनि हुन्छ। बिस्तारै बिस्तारै
1बाट 2, 2बाट 3 हुँदै गर्दाखेरि अलिकति केही सानो परिचय बनेको छ, तर त्यो यथेष्ट चाहिँ छैन। मैले आफूलाई भन्नुपर्दाखेरि खासमा म एउटा परिवर्तनमुखी मान्छे हुँ, जसको कारणले गर्दा नै मैले चाहिँ अब हामी नेपाली समुदायको रूपमा चाहिँ यो देशमा प्रतिनिधि लेभलमा विशेष गरी नीतिगत लेभलमा चाहिँ हाम्रो इन्भल्भमेन्ट हुनुपर्छ। अब चाहिँ हामी ढिलो हुन्छौँ, किनभने लगभग तथ्याङ्कले हामी 12,000 नेपाली पुग्दैछौँ फिनल्यान्डमा, जुन पक्कै पनि सानो समुदाय होइन। यो सानो समुदाय देखिँदा मार्जिनल सोसाइटी भए पनि उल्लेख्य सोसाइटी हो र हाम्रा आफ्ना विशिष्ट मुद्दाहरू चाहिँ बिस्तारै बिस्तारै इमर्ज हुँदै आउँदै जान्छन्। हाम्रा बालबच्चाहरू हुर्किँदै जाँदाखेरि, हामी वयोवृद्ध हुँदै जाँदाखेरि हाम्रा आफ्ना सामुदायिक समस्याहरू जसलाई चाहिँ हामीले नीतिगत तहमै एड्रेस गर्नुपर्ने हुन्छ, त्यो कुरालाई चाहिँ अब हामीले अहिले सोचेनौँ भने सायद अलिकति ढिलो पनि हुनसक्छ। हाम्रो तयारी गर्नुपर्ने होला। कुनै कुरा आज सुरु गर्यो भने 5-10 वर्ष लाग्ला त्यसलाई एड्रेस गर्नलाई। विशेष गरी त्यस्ता दीर्घकालीन समस्याहरूलाई चाहिँ अब हामीले सोच्नुपर्छ है भन्ने एउटा उद्देश्यसहित म चाहिँ अब राजनीतिमा यहाँको राजनीतिमा इन्भल्भ हुने डिसिजन गरेको हुँ। त्यसले गर्दाखेरि मेरो व्यक्तिगत सानै उमेरदेखि नै म अलिकति परिवर्तनकारी सोच भएको मान्छे हो। अब भक्तपुरको जिल्ला एउटा भक्तपुरमा जन्मेर हुर्किँदाखेरि त्यहाँका जुन समस्याहरू थिए त्यो समस्याहरूलाई आफ्नो सक्दो आवाज उठाउने प्रयास र बानी गर्दै मलाई चाहिँ अलिकति समाजका विविध आयामहरूमा सोच्ने बानी चाहिँ लागेको हो। त्यही हिसाबले मैले यो कुरा चाहिँ निर्गोल गरेँ कि अब हामीले फिनल्यान्डमा राजनीतिक रूपमा चाहिँ उपस्थिति अलिक दरिलो रूपमा जनाउनुपर्छ। हामीसँग केही अनुभवहरू छन्। हामीसँग बेमा दिदी हुनुहुन्छ, उहाँले हेलसिङ्कीमा प्रयास गर्नुभयो, जुन नेपाली समुदायको लागि एउटा ठुलो योगदानकारी भूमिका पनि खेल्यो। तर त्यो पर्याप्त छैन। एउटा सिटीमा मात्रै हामी इन्भल्भ भएर बस्नु हुँदैन, हामी थुप्रै सिटीहरूमा जानुपर्छ भन्ने मेरो आफ्नो व्यक्तिगत धारणा पनि हो। अब शैक्षिक र व्यावसायिक रूपमा झन्डै 21-22 वर्षको अनुभव छ। अलिकति शैक्षिक योग्यताको हिसाबले मैले अमेरिकाबाट मार्केटिङमा मास्टर्स गरेको छु भने युनिभर्सिटी अफ भाषाबाट स्ट्राटेजिक म्यानेजमेन्टमा मास्टर्स गरेको छु। त्यसै गरी फिनल्यान्डमा मसँग व्यावसायिक रूपमा शिक्षक भएर काम गर्ने एउटा सर्टिफिकेट पनि प्राप्त गरेको छु। त्यो मेरो आफ्नो शैक्षिक योग्यता भयो। व्यावसायिक योग्यतामा 21-22 वर्षको मेरो प्रोफेसनल करियरको दौरानमा मैले मार्केटिङबाट 2002 मा नेपालमा TNT-बाट सुरु गरेर अमेरिका, नेपाल र फिनल्यान्डमा थुप्रै व्यावसायिक अर्गनाइजेसन्सहरूमा थुप्रै पोजिसन्सहरूमा काम गरेको छु। प्रोग्राम म्यानेजर, इभेन्ट म्यानेजर, त्यसपछि आएर ग्रेजुएट प्रोग्राम कोअर्डिनेटर जस्ता विविध पोजिसन्सहरूमा काम गरेको हुनाले अलिकति प्रोफेसनल नलेज र स्किल्सहरू पनि केही गेन गर्ने मौका चाहिँ पाएको छु। अब राजनीतिक रूपमा चेतनशील नभएको भए यो विषयमा लागिँदैन पनि थियो होला, तर विशेष गरी इन्टरनेसनल पोलिटिक्सलाई बुझ्ने र पोलिटिक्सले हाम्रो व्यक्तिगत रूपमा सामाजिक र एउटा व्यक्तिगत जीवनलाई कसरी प्रभाव पारिरहेको हुन्छ, त्यसमा हामीले आफ्नो तर्फबाट के भूमिका खेल्न सक्छौँ भन्ने विषयमा चाहिँ अलिकति गहन रूपमा अध्ययन गर्ने बानी पनि छ र त्यही आधारमा अलिकति यो पोलिटिकल फड्को चाहिँ लिने डिसिजन पनि गरेको हुँ। यो एउटा मेरो छोटो परिचय भयो। अब हामीलाई लाग्न सक्छ फिनल्यान्ड छ भाषागत रूपमा, सांस्कृतिक रूपमा हामी एकदमै बेग्लै देशमा छौँ। हाम्रो एकजना क्यान्डिडेटले उभिएर जित्यो नै भने पनि के हुनसक्छ र भन्ने खालका थुप्रै प्रश्नहरू सायद यहाँहरूलाई पनि हुनसक्छ। र यो 1-2 महिनामा मैले धेरै मान्छेहरूसँग कुरा गर्दाखेरि यो प्रश्न बारम्बार आइरहेको छ साथीहरूबाट, के हुन्छ र तपाईँ एकजना गएर के गर्न सक्नुहुन्छ र? हो, प्रश्न जायज पनि छ। एकजनाले केही गर्न सक्दैन। डेमोक्रेटिक प्रोसेसमा एकजनाको वर्डलाई मेजोरिटीको वर्डले चाहिँ ओभररुल गर्छ। तर त्यसको मतलब यो होइन कि एकजनाको आवाज म्याटर गर्दैन भन्ने हुँदैन। एकजनाले कुनै कुरा प्रस्तुत गरिसकेपछि त्यो नोटै भयो, त्यसलाई कसैले नोटिसमा लियो भने पनि सायद त्यसले पनि ठुलो अर्थ राख्दछ। अब मेरो चुनावी प्रतिनिधित्वले के अर्थ राख्दछ भन्दाखेरि कमसेकम म चुनावमा थ्रु भइन, मैले जितिनँ भने पनि नगरपालिकालाई हामीले के भन्न सक्छौँ भने हेर है, हामी एउटा प्रतिनिधि भएर जान सक्ने कन्डिसनमा पुगेका छौँ। हामी यथेष्ट रूपमा नेपाली मूलका मान्छेहरू यहाँ बसिरहेका छौँ। मैले अहिले नेपाली किन मात्रै भनिरहेको छु भने आजको कार्यक्रममा मैले नेपाली समुदाय, नेपाली दाजुभाइ दिदीबहिनीलाई मात्र बोलाएको छु र विशेष गरी नेपाली मुद्दामा मात्रै केन्द्रित भएर कुरा गरिरहेको छु।
यसलाई हामीले साउथ एसियनसँग जोइन गर्न सक्छौँ। हाम्रो आफ्नो सांस्कृतिक समानता भएका इन्डिया, बङ्गलादेश, श्रीलङ्का जस्ता देशहरूमा राख्न सक्छौँ, अथवा भूगोलको समानताको हिसाबले हेर्ने भने टोटल साउथ एसियन पेसिफिकलाई पनि गर्न सक्छौँ। तर कमसे कम सरल अर्थमा बुझ्नु पर्दाखेरि चाहिँ अहिले हाम्रो यो उम्मेदवारीले हामीले भन्ने भनेको राष्ट्रिय र स्थानीय नीतिगत तहमा चाहिँ हामी प्रतिनिधित्व गर्न सक्ने ठाउँमा पुगेका छौँ र यो मेरो उम्मेदवारी म इलेक्टेड भएर गएँ भने चाहिँ हाम्रो प्रतिनिधित्व हो है। यो नेपालीहरूले पनि एउटा भोइसलाई रेज गर्छ, एउटा भोइसलाई प्रतिनिधित्व गर्दछ भनेर भन्न सक्ने अवस्थामा पुग्न सक्छौँ। यो मेरो लागि मात्र होइन, हामी सम्पूर्ण नेपालीको लागि एउटा गर्वको विषय हुनसक्छ। जसरी ब्योमा दिदी सिटीमा गएर काम गरिरहनु हुँदाखेरि सिनायोकीमा गोविन्द छेत्रीले प्रतिनिधित्व गरिरहँदाखेरि कमसेकम एउटा नेपाली मूलको मान्छेले नीतिगत लेभलमा चाहिँ रिप्रेजेन्ट गरिरहेछ भनेर हामीले प्राउडली भन्न सक्थ्यौँ। भोलिका दिनमा यो नम्बर बढ्दै जाँदाखेरि यसले हामीलाई पनि डेफिनेटली अझ प्राउड मोमेन्ट्सहरू चाहिँ दिन सक्छ। त्यही भन्दाखेरि स्थानीय तहको नीतिगत तहमा हाम्रो प्रतिनिधित्वलाई हामीले इन्स्योर गर्छौँ। प्रतिनिधित्व भनेको के हो त भन्दाखेरि हाम्रा आफ्ना इस्युहरूलाई हामीले आफ्नो तर्फबाट भन्न सक्छौँ। अहिलेसम्म हाम्रा इस्युहरूलाई टोटालिटीमा इमिग्रान्टको रूपमा हेरिएको छ। एउटा नेपाली पनि इमिग्रान्ट हो, इन्डियन पनि इमिग्रान्ट हो, सिरियन पनि इमिग्रान्ट हो, यतापट्टि इराकबाट आएको मान्छे पनि इमिग्रान्ट हो, अल्जेरियाबाट आएको मान्छे पनि इमिग्रान्ट हो। तर सबै इमिग्रान्टलाई एउटै घानमा मिसाएर राखिदिँदाखेरि हाम्रा मुद्दा र उनीहरूको मुद्दामा समानता छ छैन, यदि हाम्रो कुराहरूलाई चाहिँ उनीहरूले प्रतिनिधित्व गरिदिया छ कि छैन भन्ने कुरा चाहिँ इन्स्योर भइरहेको छैन। तर यदि हामी एउटा नेपालीको रूपमा चाहिँ त्यहाँ प्रयत्न हुन सक्छौँ भने हामीले नेपाली इमिग्रान्टका स्पेसिफिक इस्युहरूलाई चाहिँ लिएर जान सक्छौँ। हाम्रा आफ्ना मूलभूत विषयहरू के हुन्, हाम्रा विषयहरू इराकबाट आएको इमिग्रान्ट र अल्जेरियाबाट आएको इमिग्रान्टसँग मिल्छ या मिल्दैन, हामीले त्यो कुरालाई इलुस्ट्रेट गर्न सक्छौँ सिटीमा र हाम्रा मुद्दाहरूलाई अझ बढी केन्द्रित भएर लिन सक्छौँ। अनि नीतिगत प्रक्रिया र सेवा सम्बन्धी सूचना प्रवाह यो एकदमै महत्त्वपूर्ण कुरा हो। जति हामी यो सामाजिक तहमा कुराहरू गर्दै जाँदैछौँ हामीलाई एउटा कुरा के थाहा हुँदैछ भन्दाखेरि सिटीले एउटा नगरपालिकाले स्थानीय तहलाई दिने सेवा सुविधाहरूको बिचमा हामीसँग क्ल्यारिटी छ कि छैन, हामीलाई सिटीले के दिन्छ, हामीले के पाउन सक्छौँ भन्ने बारेमा एउटा च्यानलिङको अभाव पनि देखिया छ। दुईटा नदीको दुईटा किनारमा सम्पन्न सहरहरू छन्, यताको मान्छेलाई उता जान मन लाग्छ, उताको मान्छेलाई यता जान मन लाग्छ, तर एउटा बिचमा पुल छैन भने त्यो बिचमा कनेक्टिभिटी लुज हुन्छ। हामी अहिले त्यस्तो कन्डिसनमा भएको जस्तो फिल भइरहेछ। दुईतिर हामी छौँ, एउटा समाज छ, एउटा नगरपालिका छ, उन्नत सहर छ, उन्नत सहरले समान रूपमा सबैलाई सर्भिसहरू दिन्छु भनेर प्रमिस गरिरहेछ, अनि हामी प्रमिसिङ करियर सिक गरेर यहाँ एडुकेसन वर्किङ भिसामा आइरहेछौँ, काम गर्न खोजिरहेछौँ, तर त्यो सिटी र हामी बिचको च्यानलिङ गर्ने एउटा कुनै मेकानिजम चाहिँ अभाव भइरहेको जस्तो लागिरहेछ। त्यो च्यानलिङ गर्ने काम चाहिँ हाम्रो नीतिगत रूपमा प्रवेश भयो भने, हामी त्यहाँ इलेक्ट भएर भयौँ भने हामीले त्यसलाई एउटा ब्रिजिङको रूपमा चाहिँ काम गर्न सक्छौँ जस्तो लाग्छ, जुन साह्रै इम्पोर्टेन्ट पनि छ, महत्त्वपूर्ण पनि छ। अनि अघि नै भने जस्तै जनप्रतिनिधि नेपालीको रूपमा हाम्रा मौलिक सामाजिक सांस्कृतिक आवश्यकताहरू के हुन्, हाम्रा पहिचानहरू के हुन्, इमिग्रान्टहरूको पहिचानमा हामी मिसिने हो कि हामी नेपालबाट आएको मान्छेको हाम्रा विशिष्ट पहिचानहरू छन्, हाम्रा भाषिक सांस्कृतिक आवश्यकताहरू छन्, त्यो कुरालाई हामीले सिटीलाई भन्नुपर्ने हुन्छ। त्यो भन्नलाई हामी यहाँ बाहिर बसेको हुलले जसरी भन्न सक्छ त्योभन्दा बढी एउटा रिप्रेजेन्टेटिभ भएर चुनिएर गएको मान्छेले चाहिँ त्यसलाई अझ क्लियर रूपमा अझ स्पष्ट रूपमा भन्न सक्छ, अझ तपाईँको कानुनी रूपमा भन्न सक्छ, डकुमेन्टको आधारमा भोलिका दिनहरूमा च्यानलिङ गरेर जान सक्ने कुराहरू होला। सो स्पष्ट रूपमा भन्नुपर्दाखेरि साधारण तर स्पष्ट रूपमा भन्नुपर्दाखेरि चाहिँ यी चार मुद्दाहरूलाई मैले यहाँ राखेँ अलिकति बुझाउनको लागि। तपाईँहरूलाई यसमा पछि केही क्वेसन्सहरू छ भने फेरि डिस्कसन गर्न सकिन्छ। मेरो उम्मेदवारी किन, विशेष गरी परिवर्तित राजनीतिक परिस्थितिका कारणले मैले अघि नै भनेको कुरामा यहाँ जोड्नुपर्ने हुन्छ। अब विश्व भूगोलको राजनैतिक स्थिति पनि परिवर्तन हुँदैछ। जुन तरिकाले डेमोक्रेटिक एप्रोच लिएर युरोपले सबैलाई वेलकम गरिरहेको थियो, हामीले अहिलेको रिसेन्टली जर्मनको इलेक्सन रिजल्ट हेर्ने हो भने त्यो अलिकति फरक तरिकाले
डाइभर्ट हुने कन्डिसन पनि देखिया छ। त्यस्तो अवस्थामा अब हामीले यहाँको राजनीतिक केन्द्रलाई हाम्रो नेपालीहरूको फिलोसोफी के हो, हाम्रो लाइफस्टाइल के हो त्यो पनि भन्नुपर्ने अवस्था आउँछ जस्तो लाग्छ। हामीलाई तिमीले हेर्ने आँखा चाहिँ परिवर्तन गर्नुस् है, एउटै चस्माले हेर्नु हुँदैन। तिमीले जुन इमिग्रान्टहरू भनेर एउटै घानमा राखेर हेरिरहेको छौ त्यसमा चाहिँ नेपाली समुदायलाई हेर्ने चस्मा चाहिँ सायद बदल्नुपर्छ भनेर भन्नको लागि पनि हाम्रो प्रतिनिधित्व र मेरो उम्मेदवारी चाहिँ इम्पोर्टेन्ट छ जस्तो लाग्छ, महत्त्वपूर्ण जस्तो लाग्छ। अनि बढ्दो नेपाली समुदायको प्रतिनिधित्व किन जरुरी छ भने हामी जो 2-4 जना हुँदाखेरि हाम्रा आवश्यकताहरू सीमित थियो होला, हामी माग्न चाहँदैन थियौँ होला, तर जब हामी समुदाय बढ्दै जान्छौँ हाम्रा बालबच्चाका स्कुल, शिशु स्याहार केन्द्र, स्वास्थ्य सम्बन्धी विषयहरूमा आउने युनिक समस्याहरूलाई एड्रेस गरिदिनको लागि एउटा च्यानलिङ गर्ने व्यक्ति र एउटा संस्था पनि चाहिन्छ। त्यसै गरी हाम्रा सांस्कृतिक आफ्ना आधारहरू छन्, संस्कृतिहरूलाई मनाएर नै हामी जीवन्त हुन्छौँ। फिनल्यान्डमा आए पनि हामी नेपाली नभइकन रहन सक्दैनौँ। नेपाली भनेको के हो? नेपाली भनेको चाडपर्व हो, साथीभाइसँग बसेर मिलेर रमाइलो गर्ने हाम्रो मौलिक परम्परा हो। हाम्रा आफ्ना विवाह, व्रतबन्ध, पास्नी र एकदमै महत्त्वपूर्ण रूपमा टड्कारो रूपमा आउने भनेको अब हामी वयोवृद्ध हुँदै जाँदा, हुन त काल कहिले आउँछ कसैलाई पनि थाहा हुँदैन, तर जब हामी वयोवृद्ध हुँदै जान्छौँ हाम्रा पनि त मरण हुन्छन्। मरण भएपछि हाम्रा अन्तिम संस्कारका प्रक्रियाहरू के हुन्छ? यो समाजमा हाम्रा अन्तिम संस्कार गर्ने प्रक्रियाहरू रेडी छन्, त्यो नीतिगत रूपमा स्पष्ट छ। हामीलाई त्यसको लागि गर्नुपर्ने कामहरू हामीले गरिसकेका छौँ कि छैनौँ त्यो कुराहरूमा पनि हामीले अध्ययन अनुसन्धान गर्ने र आवश्यकता परेमा सिटीलाई इन्फर्म गराउने र त्यसको लागि तर्जुमाहरू गर्नुपर्ने कामहरू चाहिँ गर्नुपर्छ जस्तो लाग्छ। नेपाली समुदायको वर्तमान परिस्थिति र भोलिको आवश्यकता, यो कुरा अलिकति यसमा पनि आउँछ। हाम्रा आवश्यकताहरू के हुन्? अहिले हामीलाई के कुराको आवश्यकता छ? हामी सांस्कृतिक रूपमा चाडपर्वहरू मनाउनलाई हामीलाई यथेष्ट स्थानहरू छन् कि छैनन्, नीतिगत स्पष्टताहरू छन् कि छैनन्, त्यो विषयमा पनि हामीले सायद काम गर्नुपर्छ होला। अनि सबभन्दा महत्त्वपूर्ण कुरा भनेको हाम्रो नयाँ पिँढीको लागि यसमा एउटा महत्त्वपूर्ण कुरा के छ भने हामी सानो भाइ बहिनी जो काखमा छन्, प्राममा आएको छन्, उनीहरू बाहेक हामी सबै एउटा स्पष्ट मानसिकता लिएर नेपालबाट झोला बोकेर म यो देशमा दुःख गर्छु, जे दुःख परे पनि गर्छु भन्ने मानसिकता लिएर आएको हौँ। हामीले बिहान 4 बजे उठेर पोस्ती पनि बाँड्यौँ होला, होटेलका कोठाहरू पनि सफा गऱ्यौँ होला, भाँडा पनि माझ्यौँ होला, 2 किलोमिटर हिँडेर पनि गयौँ होला। हामीले यो समाजमा सेटल हुनको लागि गरेको दुःख के का लागि हो भन्दा हामीले हाम्रो सन्ततिलाई राम्रो भविष्य दिनको लागि गरेको यो दुःख हो। हामी त त्यो मेन्टालिटी लिएर आएको हुनाले हामी रेडी छौँ, हामी कम्प्रोमाइज गर्छौँ। हामीलाई कसैले बाटोमा यु आर नट अ फिन भनेर भन्यो भने सायद हामी टोलरेट गरौँला, तर अब हाम्रो हुर्केको जेनेरेसनको मान्छेलाई कसैले यु आर नट अ फिन भनिदियो भने उसको मनस्थिति के हुन्छ? अनि उसले आफूलाई एम आई अ फिन भन्नुपर्ने क्वेसनमा पुग्यो भने त्यो कस्तो कन्डिसन हुन जान्छ? हाम्रो हुर्केका बच्चाहरू फिनिस पनि होइनन्, नेपाली पनि होइनन् भन्ने कन्डिसनमा पुग्यो भने चाहिँ त्यो हाम्रो लागि एकदमै दुःखदायी सिचुएसन हुनसक्छ। त्यसको लागि हामीले के गर्नुपर्छ मलाई पनि थाहा छैन। म पनि एउटा हुर्किँदै गरेको बच्चाको बाबा हुँ। धेरैजना साथीहरू यहाँ भर्खरै ग्रोइङ चिल्ड्रेन्सको प्यारेन्ट्सहरू हुनुहुन्छ होला, धेरैको 18-20 वर्ष पुग्नुभयो होला, सबैका आफ्ना च्यालेन्जेसहरू अलिअलि अनुभव पनि होलान् होइन। अब त्यो बसेर हामीले केही गर्नुपर्ने छ भने नयाँ पिँढी, स्पेसियली फिनल्यान्डको नयाँ पिँढीले हाम्रो हुर्कँदै गरेको नयाँ पिँढीलाई यो यहीँको मान्छे हो भन्ने बनाउन सक्नु पर्यो र हामीले हाम्रो हुर्किँदै गरेको पिँढीलाई म यही देशको हो भन्ने बनाउन सक्नु पर्यो। विशेष गरी लन्डन, अमेरिकाहरूका अनुभव हेर्ने हो भने दोस्रो पुस्ताको मान्छेहरू अझ बढी सफर गरिरहेछन्। यो आई डु नट बिलङ टु एनीवेयर भन्ने खालको मेन्टालिटी उनीहरूमा आयो भने चाहिँ त्यो झन् सबभन्दा बढी डिभास्टेटिङ हुने रहेछ। त्यसले गर्दाखेरि हामीले त्यसमा केही काम गर्नुपर्ने छ भने, मलाई पनि थाहा छैन, गर्नुपर्ने छ भने सायद त्यसको लागि पनि केही गर्नुपर्ने हुनसक्छ। त्यसमा नीतिगत तहमा हाम्रो प्रतिनिधित्व भयो भने त्यसले हामीलाई अझ पनि सहज बनाउँछ भन्ने मेरो मान्यता हो। म त्यसको लागि पनि काम गर्ने प्रतिबद्धता सहित लिइरहेको छु। अब छोटकरीमा निर्वाचित उम्मेदवारीको जिम्मेवारीहरू के हुन्छ भन्दाखेरि नगरपालिकामा गयो भने विशेष गरी नगरपालिकाको यो मेम्बर अफ काउन्सिलले पूर्वाधार निर्माण तथा व्यवस्थापन, आपतकालीन व्यवस्थापन, शिक्षा, वातावरण, संस्कृति तथा जलवायु सम्बन्धी कार्यहरू गर्छ। नीतिगत रूपमा मेम्बर अफ काउन्सिलले अध्ययन गर्छ, प्रपोज गर्छ, त्यसमा मन्थन हुन्छ, त्यसपछि भोटिङ हुन्छ, पास हुने फेल हुने कुरा जस्तो सिटीमा नयाँ ट्राइमल्यान्ड बनाउने कि नबनाउने, स्कुल कहाँ बनाउने, कहाँ नयाँ रिक्रिएसनल पुस्तोहरू बनाउने जस्ता आदि विषयहरूमा चाहिँ विशेष गरी
भान्ता हेलसिन्की बाहेकका नगरपालिकाहरूकोमा यो कुरा किन लागू हुन्छ भने हेलसिन्कीमा चाहिँ नगरपालिका अझ पनि स्वास्थ्य सामाजिक सुरक्षा र बाँकी सबै कुरा नगरपालिकाले हेर्छ तर विशेष गरी यो लास्ट टाइमको एडमिनिस्ट्रेटिभ रिफर्म पछाडि नगरपालिकाको कार्यभारलाई अलिकति विभाजन गरिदिएर भान्ता तथा केरावा कल्याणकारी काउन्टी भनेर भान्ता र केरावाको एउटा कल्याणकारी काउन्टी बनाएको छ जसले चाहिँ विशेष गरी भान्ता र केरावाको सामाजिक सुरक्षा र स्वास्थ्यलाई हेर्छ अनि मेरो उम्मेदवारी यो दुईटै क्षेत्रमा छ म अलिकति पछि पनि कुरा गरौँ न तर भान्ता तथा केरावा कल्याणकारी काउन्टीले चाहिँ विशेष गरी स्वास्थ्य सम्बन्धी हस्पिटलका स्वास्थ्य सेवाहरू कस्तो हुने अहिलेको रिसेन्टली तपाईँहरू कतिजना इन्फर्म हुनुहुन्छ अहिलेको रिसेन्ट चेन्जमा 2 हप्ताको स्वास्थ्य उपचार सम्बन्धी वेटिङ टाइमलाई बढाएर 6 हप्ता बनाइएको छ त्यसको इफेक्टहरू के हुने हो त्यसलाई बढाउनु पर्ने हो कि घटाउनु पर्ने हो कि त्यस्ता विषयमा नीति नियम तर्जुमा गर्ने अध्ययन गर्ने अनुसन्धान गर्ने र प्रपोज गर्ने कामहरू चाहिँ विशेष गरी यो काउन्सिलले गर्छ र सामाजिक सुरक्षा पनि यही भान्ता तथा केरावा कल्याणकारी काउन्टीभित्र पर्दछ अब मेरो बाचाहरू मैले गर्न सक्ने प्रोमिसेसहरू इफ आई गेट इलेक्टेड यदि म उम्मेदवार भएँ भने मैले गर्ने भनेको अघि नभने जस्तै नेपाली समुदायको प्रतिनिधित्व आई विल बी रिप्रेजेन्टेटिभ फ्रम नेपाली कम्युनिटी भनेर प्राउडली आफ्नो नेपाली समुदायको प्रतिनिधित्व गर्छु नीतिगत निर्णय प्रक्रियामा सहभागीमूलक अध्ययन गर्ने सबभन्दा पहिला अध्ययन गर्नु पर्यो अध्ययन गरेपछि मात्र थाहा हुन्छ के कस्ता अस्पष्टताहरू छन् कहाँ काम गर्नुपर्ने छ त्यहाँ काम गर्ने भावी योजनामा नेपाली समुदायको समावेशिता सहभागिताको पहल गर्ने स्पेसियली काहीँ पुस्तो बन्दैछ भने पनि कमसेकम नेपाली कम्युनिटीको भोइस चाहिँ यो हो हस्पिटलका फेयर्सहरूदेखि लिएर सेवा सुविधा सम्बन्धी केही नीति नियमका कुराहरू आउँछन् भने हाम्रो नेपाली समुदायको भोइस चाहिँ यो छ भनेर उनीहरूलाई प्रस्तुत गर्ने समुदाय र नगरपालिका बीचको सम्पर्क स्रोत यो अघि नै पनि मैले भनिसकेको छु सेवा सुविधा सम्बन्धी सूचनाको हकको सुनिश्चितता विशेष गरी नेपाली समुदायलाई हाम्रा नगरपालिका र समाज कल्याणकारी काउन्टीले दिने सेवा सुविधाहरूको बारेमा यथेष्ट जानकारी प्रदान गर्ने र त्यहाँ बिचमा भएका क्ल्यारिटीहरू अनक्ल्यारिटीहरूलाई चाहिँ क्लियर गराउने एउटा प्रोसेसमा इन्भल्भ हुने मेरो स्पेशल टार्गेट हो समुदायका सामाजिक तथा सांस्कृतिक आवश्यकता पहिचान तथा कार्यान्वयनमा पहल जुन चाहिँ मेरो लागि व्यक्तिगत रूपमा यसमा केही यहाँहरूका आफ्ना ओपिनियन्सहरू पनि हुन सक्छन् तर मैले अघि नै जुन कुरा जोड गराइरहेको छु हाम्रा धार्मिक सांस्कृतिक विशिष्ट पहिचानका आधारहरूमा चाहिँ हामीले केही कुराहरूमा अहिले काम सुरु गरेनौँ भने हामी ढिलो हुन्छौँ विशेष गरी विवाह व्रतबन्ध जस्ता कुराहरूको लागि ठाउँ तर्जुमा गर्ने हाम्रो विवाह गर्नु पर्यो भने हामीले ठाउँ त लिउँला तर हाम्रा सांस्कृतिक मान्यता परम्पराका आधारमा हामीले आगो नबालिकन बिहा गर्न मिल्दैन आगो नबालिकन गरेको साथ फेराको इम्पोर्टेन्स नहुने हो भने हामीलाई आगो बाल्ने अधिकार छ कि छैन कानुनले हामीलाई त्यो अधिकार दिएको छ कि छैन अधिकार दिएको छैन भने त्यो अधिकार लिने कहाँ हो कसरी लिने हो त्यसको सुरक्षा प्रत्याभूति कसरी गर्ने हो त्यसको लागि हामीलाई विशिष्ट ठाउँ चाहिन्छ भने त्यसको माग कसरी गर्ने हो अथवा माग गर्न मिल्छ कि मिल्दैन त्यस सम्बन्धी सम्पूर्ण कुराहरू अध्ययन गरेर आफ्नो समुदायलाई चाहिँ इन्फर्म गर्ने र विशेष गरी सबभन्दा महत्त्वपूर्ण कुरा हाम्रो मरणपछिको हाम्रो अन्तिम कार्यको लागि हामीसँग के कस्ता प्रोभिजनहरू छन् त्यसमा पनि अलिकति काम गर्ने चाहिँ मेरो आफ्नो स्पेसियल इन्डिभिजुअल र मलाई लाग्छ यो हाम्रो सामाजिक सामूहिक आवश्यकता पनि हो जस्तो लाग्छ अनि आवश्यकता अनुसार संयोजनकारी भूमिका कहाँ के बेलामा कस्तो पर्छ त्यो अनुसार चाहिँ आफ्नो भूमिका खेल्दै जाने मेरो आफ्नो व्यक्तिगत योजना हो अब निर्वाचन प्रक्रियाको बारेमा धेरैजना इन्फर्म हुनुहुन्छ होला तर अझ पनि काहीँ कतै मान्छेहरूको बिचमा कन्फ्युजन चाहिँ अझ पनि रहेछ हैन त्यो कन्फ्युजनलाई क्लियर गर्नलाई चाहिँ सायद यो अलिकति मासमा भन्दाखेरि यहाँहरूले पनि आफ्नो नेटवर्कलाई भन्न सक्नुहुन्छ एकदमै महत्त्वपूर्ण ध्यान दिनुपर्ने कुरा चाहिँ के हो भने चुनाव 2 चरणमा हुन्छ एउटा अग्रिम मतदान भनिन्छ अर्को मुख्य निर्वाचन भनिन्छ हैन अग्रिम मतदान चाहिँ अप्रिलको 2 देखि 8 सम्म हुन्छ थुप्रै स्थानहरूमा अग्रिम मतदान केन्द्रहरू राखिएका हुन्छन् विशेष गरी सार्वजनिक चोक सार्वजनिक पुस्तकालय व्यापारिक केन्द्रहरूमा भोटिङ स्टेसन्सहरू राखिएको हुन्छ तिनीहरूको समय सबैमा एकनास छैन फरक पर्न सक्छ मलाई पनि केही क्ल्यारिटी थिएन तर आज आएर एउटा राम्रो कुरा के क्लियर भयो भने
तपाईँ हेलसिन्कीको बासिन्दा हुनुहुन्छ तर भान्तामा काम गर्नुहुन्छ अनि ओपनिङ आवर चाहिँ हेलसिन्की गएर भोट हाल्न पाउँदैन भने तपाईँले काम गरेर निस्किने ठाउँमा त्यहाँ भोटिङ स्टेसन छ तर त्यो भान्ताको हो भने अथवा भाइस वर्सा तपाईँ भान्ता नगरपालिकाको बासिन्दा हुनुहुन्छ तपाईँ पासिलामा काम गर्नुहुन्छ पासिलाको ट्रेन स्टेसनबाट निस्किँदाखेरि त्यहाँ भोटिङ स्टेसन छ भने तपाईँले भान्ताको मान्छेले पासिलामा पनि भोट हाल्न पाउनुभयो पासिलाको मान्छेले भान्तामा पनि भोट हाल्न पाउनुभयो अग्रिम भोटिङको बेलामा मात्रै थियो भनेपछि यो एउटा चाहिँ मलाई अलिकति क्लियर थिएन मैले चाहिँ नगरपालिकाभित्र मात्रै भ्यालिड हुन्छ भन्ने ठानेको थिएँ तर आज अलिकति मल्टिपल सोर्सहरूमा भेरिफाई गरेँ देवादिले पनि भन्नुभयो अरू साथीहरूले पनि भन्नुभयो भनेपछि एउटा मतदान क्षेत्रमा बसोबास गर्ने भए तापनि लापेरान्चादेखि लिएर रोवानियमीसम्म अथवा हेलसिन्की यसको जहाँ गएर पनि मतदानमा सहभागी चाहिँ हुन पाइन्छ त्यो अग्रिम मतदान केन्द्र अग्रिम मतदानको समयको बेलामा मात्रै 2 देखि 8 तारिकको बेलामा मात्रै अनि मुख्य निर्वाचन हुन्छ अप्रिल 13 जुन आइतबार पर्छ त्यो बिहान 9 देखि साँझ 8 सम्म हुन्छ यो दिनमा तपाईले भोट हाल्ने हो भने चाहिँ तपाईले महत्त्वपूर्ण एउटा बुझ्नुपर्ने कुरा के छ भने तपाईहरु सबैलाई डीबीबीले इदर इलेक्ट्रोनिकली सुओमी पिस्ते फीमा अथवा घरमा चिठी पठाएको छ त्यो चिठीमा तपाईको फाइनल सन्डे 13 को दिन भोट हाल्ने मतदान केन्द्रको बारेमा एउटा इन्फर्मेसन दिएको हुन्छ तपाईले सन्डे अप्रिल 13 मा गएर भोट हाल्ने हो भने त्यो ठाउँ भन्दा अन्त गएर भोट हाल्न चाहिँ पाइदैन एडभान्स भोटिङको दौरानमा तपाईले कुनै पनि ठाउँमा गएर भोट हाल्न पाउनुभयो देशभरि नै विशेष गरी नगरपालिकामा नो डाउट भइहाल्यो तर मुख्य निर्वाचनको दिनमा चाहिँ तपाई त्यही तोकिएको निर्वाचन केन्द्रमा मात्रै जानुपर्ने हुन्छ त्यसले गर्दाखेरि यहाँहरुलाई मेरो आग्रह चाहिँ सकिन्छ भने एडभान्स भोटिङको दौरानमा नै भोट हाल्दा सजिलो हुन्छ किनभने हामी हप्तामा एक दिन बच्चाहरुलाई लिएर लाइब्रेरी पक्कै पनि जान्छौं सामान किन्न बजारतिर गइहाल्छौं पब्लिक स्टेसन पब्लिक ट्रान्सपोर्टेसनका हब्सहरु पक्कै पनि युज गर्छौं त्यहाँ कहीं न कहीं हामीले भोटिङ स्टेशनहरु देखिहाल्छौं यो एउटा उदाहरण मात्रै हो विशेष गरी भान्ता नगरपालिकाको लागि लगभग 11 वटा चुनाव केन्द्रहरु इलेक्सन कमिसनले पब्लिश गरेको छ तपाईले हेर्न सक्नुहुन्छ समय तालिका स्थान हेरेर दिन हेरेर फरक छ त्यो तपाईले याद गर्नुपर्ने हुन्छ म फेसबुकमा र अरु सोशल मिडियाबाट पनि तपाईहरुलाई यस बारेमा यथेष्ट जानकारी दिने प्रयास चाहिँ गर्नेछु तर तपाईहरुले पनि त्यो डीबीबी बाट आएको चिठीलाई चाहिँ सुरक्षित राख्नु होला है त्यसमा कम से कम समय तालिका पढ्नलाई त्यति धेरै गाह्रो छैन अरु कुराहरु पढ्नलाई गाह्रो भए पनि अनि तपाईले निर्वाचनमा मतदान दिन जाँदा के चाहिन्छ कम से कम एउटा परिचय पत्र भनेको विशेष गरी प्रहरीले इस्यु गरेको परिचय पत्र जसलाई हामी हेन्किलो कोर्ती भन्छौं अथवा पासपोर्ट त्यो नेपाली नागरिकको हकमा नेपाली पासपोर्ट पनि हुन सक्यो यदि फिनिश नागरिक भइसक्नु भएको हकमा फिनिश पासपोर्ट पनि हुन सक्यो अथवा तपाईसँग ड्राइभिङ लाइसेन्स छ भने ड्राइभिङ लाइसेन्स पनि भ्यालिड हुन्छ तर तिनीहरु सबै भ्यालिड चाहिँ हुनुपर्छ एक्सपायर भएको पासपोर्ट अथवा एक्सपायर भएको आईडी अथवा एक्सपायर भएको लाइसेन्सले चाहिँ निर्वाचन प्रक्रियामा सहभागी हुन सकिदैन तर तिनीहरु तीनटा मध्ये कुनै एउटा मात्रै परिचय पत्र छ भने मतदान प्रक्रियामा सहभागी हुन सकिन्छ अब मलाई थाहा छ यहाँहरु सबैजनाले परिचय पत्र लिएर हिड्ने गर्नु भएको छ तर कम से कम 2 देखि 8 तारिकमा चाहिँ परिचय पत्रलाई चाहिँ नबिर्सिकन लिएर हिड्नु होला त्यो लिएर हिँड्दाखेरि फाइदा के हुन्छ भने तपाईहरुसँग परिचय पत्र छ भने नजिक कहीँ हिँड्दै जाँदा ठ्याक्कै इलेक्सन बुथ देखिहाल्यो भने तपाईले सर्लक्क गएर त्यहाँ आफ्नो आईडी कार्ड देखाएर भोट हाल्न सक्नुहुन्छ अरु के पनि चाहिदैन अब तपाईलाई एकदमै इन्स्योर हुन मन छ भने चाहिँ डीबीबीले पठाएको लेटर लिएर हिँड्दा चाहिँ हुन्छ तर त्यो आवश्यकता चाहिँ छैन लास्टको दिनमा कन्फ्युजन भयो भने लिएर हिँड्ने हो नत्र भने त्यो डीबीबी को लेटर कहीँ कतै आवश्यकता छैन त्यो रेफरेन्सको लागि मात्रै अब हेलसिन्की बाहेक मैले आलाङको कुरा गरिन किनभने त्यहाँ अलि पछि मात्रै निर्वाचन हुन्छ हेलसिन्की बाहेक फिनल्यान्डको सम्पूर्ण अरु नगरपालिकाहरुमा यो पालि 2टा निर्वाचन हुन्छ पहिला तपाईहरु निर्वाचनमा भाग लिनु भएको छ भने एउटा मात्रै मतपत्रमा भोट हाले पुग्थ्यो यो पालि 2टा मतपत्रमा भोट हाल्नु मतदान गर्नुपर्ने हुन्छ
तपाईँहरूलाई अधिकार छ, तपाईँले निर्वाचन अधिकृतलाई म एकचोटिमा एउटा मात्रै भोट हाल्छु पनि भन्न पाउनुहुन्छ, अथवा दुईटै ब्यालेट पेपर एकैचोटि लिएर पनि जान पाउनुहुन्छ तपाईँहरूको सजिलोको लागि, अथवा आज म नगरपालिकाको लागि भोट गर्छु, भोलि काउन्टीको लागि भोट गर्छु पनि भन्न पाउनुहुन्छ। तर एकचोटि गइसकेपछि म रिकमेन्ड चाहिँ के गर्छु भने सकेसम्म एकैचोटि गर्दा सजिलो हुन्छ, त्यति धेरै कम्प्लिकेटेड कुरा छैन। मतपत्र रङका आधारमा छुट्याइएको छ, एउटा सेतो छ, अर्को पर्पल कलरको छ। सेतो कलरको पर्पल तपाईँहरूलाई धेरैलाई ग्रिटिङ कार्ड थाहा छँदैछ, विशेष गरी फोल्डेबल ग्रिटिङ कार्ड हाम्रो बर्थडेहरूमा निमन्त्रणा कार्डहरूमा युज गर्ने जस्तो पट्याइने खालको ग्रिटिङ कार्ड हुन्छ। त्यसको बाहिरी भागमा इलेक्सन कमिसनका आफ्ना इन्फर्मेसन्सहरू, उनीहरूको कोड्सहरू हुन्छन् भने भित्रपट्टि चाहिँ एक्ज्याक्टली ठ्याक्कै यो फर्मेटमा आउँछ, कुन्दावाली 2025 र स्विडिसमा तोमलगाल भनेर लेखिया हुन्छ, अनि एउटा सर्कल हुन्छ। त्यसमा तपाईँहरूले मेरो क्यान्डिडेट नम्बर भान्ता नगरपालिकाको हकमा सेतो, याद गर्नुहोस् है, नगरपालिकाको निर्वाचनको लागि सेतो मतपत्र हुन्छ। सेतो मतपत्रमा 3टा अक्षरको उम्मेदवार सङ्ख्या लेख्नुपर्ने हुन्छ, जुन चाहिँ 194। यसलाई नेपालीमा चाहिँ नलेख्नु होला है, 194 भनेर एकदम एक्साइटेड भएर फेरि 194 लेखिदिनु होला, त्यो फिनिस सिस्टमले पढ्न सक्दैन। त्यही भएर 194 नै हुनु पर्यो, क्लियरली 194 बुझिने गरी, हेराभन्दा बाहिर नपर्ने गरी लेख्नुपर्ने हुन्छ। अब त्यसपछि तपाईँले अर्को मतपत्र भनेको जुन पर्पल बैजनी कलरको आउँछ, यो चाहिँ भान्ता र केरावा वेलफेयर काउन्टीको लागि हो। यसमा चाहिँ 4 अक्षरको अङ्कको उम्मेदवार सङ्ख्या छ, जुन चाहिँ 2008 हो। यसलाई पनि याद गर्नु होला। हामी अपडेट गराइरहन्छौँ, त्यहाँ फ्लायरहरू पनि छ, मैले लिएर आएको छु, तपाईँलाई रेफरेन्सको लागि चाहिन्छ भने लिएर जान सक्नुहुन्छ, अथवा इमिडिएट कन्ट्याक्ट पर्सन मलाई अथवा आफ्नो नेटवर्कमा भएको मेरो इलेक्सन क्याम्पेनमा लाग्नुभएको साथीहरूलाई पनि सोध्न सक्नुहुन्छ। मेरो शेखरacharya.fi वेबसाइटमा थुप्रै इन्फर्मेसन्सहरू पनि राखिएका छन्। तर यति कुरा चाहिँ याद गर्नुहोस् कि सेतो मतपत्र नगरपालिकाको लागि हो भने बैजनी मतपत्र चाहिँ समाज कल्याणकारी काउन्टीको लागि हो। भान्ता र केरावाको मान्छेहरूले, केरावामा बस्नुहुने साथीहरूले चाहिँ मलाई यसमा मात्रै मत हाल्न पाउनुहुन्छ। केरावामा हुनुहुने साथीहरूले आफ्नो नगरपालिकाको उम्मेदवार चाहिँ आफैले चयन गर्नुपर्ने हुन्छ, केरावाको उम्मेदवार। उहाँहरूले मलाई यसमा चाहिँ यो समाज कल्याणकारी काउन्टीमा चाहिँ मत हाल्न सक्नुहुन्छ। यो नै एउटा ब्रिफ इन्ट्रोडक्सन हो चुनाव सम्बन्धी। अब तपाईँहरूका केही प्रश्नहरू छन् भने हामी कन्टिन्यू गर्न सक्छौँ। एकछिन चाहिँ म चिरञ्जीवीजीलाई फोरम हस्तान्तरण गर्छु। थ्याङ्क यू भेरी मच। मैले चाहिँ पर्दैन कि जस्तो लाग्यो। अनि अहिले सानो छुटेको जानकारी भनेको चाहिँ यदि कोही नेपालमा हुनुहुन्छ तपाईँको साथीहरू जो भान्तामा बस्नुहुन्छ अथवा केरावाको काउन्टीमा उहाँहरूले भोट मतदान गर्न सक्नुहुन्छ भने उहाँहरूले एम्बेसी काठमाडौँ स्थित फिनिस एम्बेसीमा गएर मतदान गर्न सक्नुहुन्छ 2 देखि 5 अप्रिल 2 देखि 5 भित्र। किनभने एडभान्स भोटिङ यहाँ चाहिँ 2 देखि 8 सम्म छ, तर उहाँदेखि त्यो ब्यालेट पेपर यहाँ फिल आउने टाइमका लागि अलिक अगाडि नै म बन्द हुन्छ। 2 देखि 5 तारिकभित्र, अप्रिल 2 देखि 5 तारिकभित्र चाहिँ मतदान गर्नुहुन। यदि कोही नेपाल हुनुहुन्छ यहाँको साथीहरू जसले मतदान गर्न योग्य हुनुहुन्छ भनेदेखि चाहिँ उहाँलाई सो जानकारी पास गरिदिनु होला। र यो सँगसँगै मलाई शेखरजीले चाहिँ त्यो मतदानको पेपरहरू, त्यो ब्यालेट पेपरहरू देखाउँदै गर्दाखेरि चाहिँ एउटा न्युज याद आएको थियो मलाई, प्रेसिडेन्टल इलेक्सनको टाइममा, जहाँ चाहिँ हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरू पनि बडो राम्रो फोटोहरू पब्लिस आएको थियो क्या। त्यहाँनिर चाहिँ कसैले सही गरेको साइडमा, कसैले चाहिँ नमस्ते भनेको, कसैले विजयी भव लेखेको, समथिङ त्यस्तो थियो। केही पनि नलेखिदिनु होला, यो एउटा अमूल्य मत हो। तपाईँ त्यहाँ घरदेखि गएर उहाँसम्म समय सदुपयोग गरेर तपाईँले मतदान गर्नुभएको हुन्छ, तर त्यो खेर जान्छ। भित्र बोलो, भित्र लाइनमा नछुवाइकन जस्ट अङ्क अङ्ग्रेजीमा, त्योभन्दा बाहिर अरू केही पनि नलेख्नु होला। त्यहाँ अघि त्यो फोटोमा यान ओपन थियो, त्यो यान ओपन नलेख्नु होला, जस्ट नम्बर मात्र, त्यो बाहेक अरू केही पनि नलेखिदिनु होला, नत्र भनेदेखि त्यो अयोग्य ठहरिन्छ र तपाईँको अमूल्य मत खेर जान्छ। एनो लेखेको हुन्छ, आफूले थप गर्न केही पर्दैन, जस्ट नम्बर मात्रै लेख्नु पर्छ। टोटल ब्यालेट पेपरमै केही लेख्न पाइएन, अगाडि पनि पाइएन, पछाडि पनि पाइएन, गोलोभन्दा बाहिर भित्र केही पनि गर्न पाइएन।
अबको कार्यक्रम चाहिँ यहाँहरूसँग केही स्पेसिफिक क्वेसन छन् शेखरजीलाई सोध्ने अथवा इलेक्सनसँग सम्बन्धित केही पनि छन् भनेदेखि शेखरजी यहाँ अभाइलेबल हुनुहुन्छ, यहाँहरूले सोध्न सक्नुहुन्छ। तर यसलाई चाहिँ अलिकति अन्तर्क्रियात्मक पनि बनाऊँ र हामीले चाहिँ यो निर्वाचन हाम्रो लागि किन आवश्यक छ, यसले हामीलाई के महत्त्व राख्छ भन्ने विशेष छलफलका लागि चाहिँ हामीले समाजका विभिन्न सेक्टरमा प्रतिनिधित्व गर्नुहुने केही वक्ताहरूलाई आज हामीले आफ्ना भनाइहरू राख्ने चाहिँ रिक्वेस्ट गरेका छौँ र केही वक्ताहरू मसँग हुनुहुन्छ। सबैभन्दा पहिले चाहिँ म आज यो आउनुहुने यहाँहरू सबैलाई चाहिँ यो इलेक्सनको महत्त्व, हाम्रो नेपालीको प्रतिनिधित्व किन आवश्यक छ त्यसको महत्त्व लगायतका विषयमा आफ्ना केही धारणाहरू राखिदिन म आशिष थापाजीलाई आग्रह गर्छु। आशिष थापा चाहिँ फोडेको वाईको फ्याक्ट्री डाइरेक्टर हुनुहुन्छ र उहाँ आफै एकजना इन्टरप्रेनर पनि हुनुहुन्छ। उहाँले आफ्नो नयाँ प्रोडक्ट पनि मार्केटमा ल्याउँदै हुनुहुन्छ। मैले सायद यो भन्न आवश्यक थिएन, तर मलाई जानकारी भएको कारणले गर्दा मैले यति भने नोर्डिक कोलाको वाई मार्फत उहाँ अगाडि आउँदै हुनुहुन्छ। उहाँलाई सबैले स्वागत गरौँ। सबैजनालाई फेरि पनि नमस्कार अनि धन्यवाद शेखरजीलाई, विजयलाई। मैले तयारी चाहिँ केही पनि गर्न पाइनँ है, र त्यो अलिकति मेडअप जस्तो पनि देखिन्थ्यो होला, मैले तयारी गरेर भनेको भए। शेखरजीले मोस्टली टेक्निकल कुरा सबै नै भनिसक्नु भयो, किन कसरी होइन यो सबै चिज उहाँले भनि नै सक्नुभयो। मैले उहाँलाई रिप्रेजेन्ट गरेर बोलिराख्नु जरुरी भएन। तर एज अ भोटर मलाई के लाग्छ भन्ने कुरा म जस्ट एज अ भोटर, जेनरल भोटर चाहिँ जस्ट मेरो एक्सपिरियन्स मलाई किन चाहिँ उहाँलाई भोट गर्नुपर्छ होला भन्ने लाग्यो होइन, अथवा किन म यो क्याम्पेनमा समावेश भएँ भन्ने कुरा चाहिँ म त्यो चाहिँ भन्न चाहन्छु तपाईँहरूलाई। उहाँले भन्नुभयो जस्तै एज अ नेपाली कम्युनिटी हामीहरू चाहिँ ग्रो हुँदैछौँ, तर हाम्रो रिप्रेजेन्टेसन चाहिँ त्यही अनुपातमा जुन हस्तक्षेप गर्न सकिने निकाय अथवा नीतिगत निकायमा चाहिँ हामी नगर्ने रूपमा छौँ होइन। तर हामी ग्रो गर्दै जाँदाखेरि त्यो चाहिँ किन जरुरी हुन्छ भने चाहिँ कुनै पनि नीतिहरू जुन हामीले देखिरहेका छौँ रिसेन्ट टाइममा, जुन फिनिस गभर्मेन्टको नीति अथवा कुनै पनि नगरपालिकाहरूको नीति जुन हिसाबले रिसेन्ट टाइममा चेन्जहरू भइरहेको छ, त्यो चेन्जेसहरूमा पनि हाम्रो पनि बोली अटाउन सक्छ। त्यो बोली तब न अटाउँछ जब चाहिँ हाम्रो रिप्रेजेन्टेसन चाहिँ हुन थाल्छ त्यस्तो ठाउँमा। मैले देख्दा चाहिँ शेखरजीको अहिले रिसेन्ट टाइममा जुन उहाँले उम्मेदवारी दिनुभएको छ र मोस्ट प्रोभाब्ली उहाँ त्यहाँ रिप्रेजेन्ट गर्नुहुन्छ होइन, यो चाहिँ एउटा सिम्बोलिक रूपमा पनि हाम्रो लागि राम्रो कुरा हो। हामीहरू बिच त्यो पछाडि हुन्छ नि त होइन, त्यसरी लिडरसिप लिन सकिँदो रहेछ भनेर उहाँले हामीलाई पनि बाटो देखाउनुहुन्छ र बिस्तारै चाहिँ हाम्रो रिप्रेजेन्टेसन चाहिँ नीतिगत रूपमा चाहिँ बढ्दो हुन्छ। मैले नर्मली देख्दाखेरि चाहिँ त्यसरी देखिरहेको छु यो चिजलाई होइन। यो एउटा सिम्बोलिक एप्रोच पनि हुनसक्छ। हुन त बेहुमा दिदीले पनि अगाडि हामीलाई त्यो बाटो देखाइसक्नु भयो होइन। यो चिजले अझै हामीलाई चाहिँ फर्दर रूपमा डोराउँदै जान्छ र हामीहरू जो थपिँदैछौँ अथवा जो थपिँदै हुनुहुन्छ उहाँहरूको लागि पनि ल ठिकै छ, हामीहरूले पनि रिप्रेजेन्ट गर्न मिल्ने रहेछ, हामीहरू पनि तयारी गऱ्यौँ भने हामीहरू पनि जान सक्छौँ र टुगेदर चाहिँ रिप्रेजेन्ट गर्न सक्छौँ भन्ने एउटा आँट पनि बिल्ड हुँदै जान्छ होइन। अर्को एउटा चाहिँ जस्तो उहाँले भनिहाल्नुभयो, मैले आफ्नो यो बिजनेस भेन्चर लन्च गर्ने ट्राई गर्दै थिएँ। त्यति बेलामा मैले इन्फर्मेसनहरू जहाँ मैले सिक गरेँ होइन, इभन नगरपालिकामा पनि मैले एप्रोच गरेँ, डिफ्रेन्ट गभर्मेन्ट बडीहरूमा पनि मैले एप्रोच गरेँ। त्यहाँ चाहिँ मैले एउटा के पाएँ भने चाहिँ इन्फर्मेसन जुन तरिकाले मैले लिन पर्ने थियो त्यो मलाई अलि असहज लाग्यो। मलाई चाहिँ के लाग्यो भने कोही हिँड्यो भयो त्यस्तो निकायहरूमा होइन जसले चाहिँ हामीलाई रिप्रेजेन्ट गरिरहेका हुनुहुन्थ्यो, मलाई त्यहाँबाट त्यो चिज पर्सिभ गर्नको लागि चाहिँ धेरै नै इजी हुन्थ्यो होला बरु होइन। त्यो मैले चाहिँ ल्याकिङ देखेँ। अनि उहाँले रिप्रेजेन्ट गर्दै गर्दा भरे हामीहरू मध्ये कसैलाई पनि बिजनेस नै नहोला, हेल्थ सम्बन्धी होला, स्कुलिङ सम्बन्धी होला, जेसुकै कुरामा पनि हामीलाई केही कुरा ल ठिकै छ नि त अफिसियली बुझाउन के रहेछ भन्दाखेरि हामीले बुझ्नलाई गाह्रो अथवा जसले बुझाउन खोज्दैछ उसले हामीलाई राम्रोसँग बुझाउन सकेन भने करेक्ट च्यानल चाहिँ उहाँ हुन सक्नुहुन्छ कि होइन। एटलिस्ट त्यो चिज त धेरै मिनिमम लेभलमा उहाँले त्यो गर्न सक्नुहुने भयो नि त। अनि अर्को एउटा चाहिँ लाग्यो के हो भने जस्तो हामी भोटिङ राइट्स भन्छौँ नि, मेरो हिसाबले चाहिँ भोटिङ राइट्स भन्दा पनि ड्युटी हो कि
हामी यो सोसाइटीमा बसिसके पछाडि भोटिङ राइट्स भनेर त्यसलाई दिनु सट्टा भोटिङ चाहिँ यो मेरो ड्युटी हो। अनि यो भोटिङ ड्युटी हो भने हामीले भोटिङ गर्दाखेरि सोच्नु पऱ्यो नि त, त्यसो भए राइट तरिकाले सोच्नु पऱ्यो। अब यो भोट गर्दै गर्दाखेरि मैले त्यो भोटलाई त उहाँले भन्नुहोस् न अमूल्य भोट हो त्यो त होइन, मैले गुमाउन त भएन। फर्स्ट चिज त भोटिङ नै गर्नु पऱ्यो होइन। म भोटिङ गर्दिनँ भन्नुभन्दा पनि त्योबाट साइड हुनुभन्दा पनि भोटिङ एज ड्युटी लिएर भोट गर्नु पऱ्यो। र भोट किन गर्ने भनेर सोच्दै गर्दाखेरि चाहिँ हामीले हाम्रो लागि मात्र नसोचेर नेक्स्ट पिँढी जस्तो मेरो छोरी छ होइन, उसको लागि सोच्नु पऱ्यो। अब यो कम्युनिटी ग्रो हुँदै जाँदा त अझै नेक्स्ट जेनेरेसन हामी तयार पार्दैछौँ नि त, उनीहरूको लागि सोच्नु पऱ्यो। र यो रिप्रेजेन्टेसनले चाहिँ पक्कै पनि केही न केही रूपमा चाहिँ हामीले उनीहरूको लागि पनि एउटा इजी कम्युनिटी बिल्ड गर्दै गरेको हुन्छौँ होइन। मलाई चाहिँ त्यो पनि लाग्यो, त्यो हिसाबले पनि मैले भोट गर्नुपर्छ जस्तो लाग्यो सेक्रेटरीलाई। जेनरली त्यही नै हो होइन। मैले केही पनि तयारी गरेर आएन, मलाई एज अ नर्मल जेनरल भोटर के लाग्यो र किन चाहिँ म यो क्याम्पेनमा समावेश भएँ उहाँसँग भन्ने कुरा हो होइन। मलाई विश्वास छ उहाँले अफकोर्स उहाँले उम्मेदवारी दिने मात्र होइन कि उहाँले आफ्नो पोजिसन जितेर त्यहाँ हामीलाई रिप्रेजेन्ट गर्नुहुन्छ र होपफुल्ली फर्दर जब उहाँले रिप्रेजेन्ट गर्न थाल्नुहुन्छ यस्तै गरी इन्ट्रेक्सनहरू उहाँले कन्टिन्यू गर्नुहुन्छ ताकि हामीहरूको के हो प्रब्लम इस्युजहरू के हो, हाम्रो कन्फ्युजनहरू के हो, त्यो चिज चाहिँ उहाँले रेगुलर रूपमा चाहिँ एटलिस्ट सर्टेन इन्टरभलमा चाहिँ यस्तो इन्ट्रेक्सनहरू चलाएर चाहिँ त्यसलाई चाहिँ एन्सर गर्ने ट्राई गर्नुहुन्छ। त्यो चाहिँ मेरो एक्सपेक्टेसन हो होइन। अल द बेस्ट। अनि म फेरि पनि भन्छु होइन, भोटिङलाई चाहिँ एज अ ड्युटी लिउँ र त्यो ड्युटी राम्रोसँग पुरा गरौँ। That's all. Thank you so much. थ्याङ्क यू आशिषजी। उहाँले भन्दै गर्दाखेरि मलाई के फिल भइरहेको थियो भने हामी चाहिँ अक्सर हामी आफैले के मानसिकता बनाइराखेका हुन्छ भने यो मेरो देश होइन, म चाहिँ एज अ गेस्टको रूपमा जस्तो आएको हुँ, यो पोलिटिक्स मेरो कन्सर्नको विषय नै होइन, म किन जान्ने हुनु, म किन सहभागी हुनु होइन। त्यो किसिमको मेन्टालिटीबाट धेरै हामी जस्तो म आफै पनि एउटा सर्टेन समयसम्म त्यो अवस्थाबाट गुजिरहेको थिएँ र मलाई लाग्छ धेरैजनालाई त्यो फिल हुन्छ होला। तर अब चाहिँ सोच्ने बेला किन भयो भने हामी मध्ये धेरैले यहाँको सिटिजनसिप पनि लिइसक्यौँ होला, स्पेसली हाम्रा छोराछोरीहरू पनि यहाँ हुर्किरहेका छन् र धेरैजनाले अब चाहिँ होइन यहीँ हो बाँकी जिन्दगी, बाँकी छोराछोरी हुर्काउने यहीँ हो भनेर नेपाल जाने कयौँले त अब त्यो अप्सनलाई बिस्तारै घटाउँदै लानु पनि भएको छ भनेपछि अब चाहिँ हामीले म चाहिँ यहाँको सेकेन्ड क्लास सिटिजन हुँ भन्ने मानसिकताबाट चाहिँ अब हामी मुक्त हुनुपर्छ। जबसम्म हामी आफैलाई सेकेन्ड क्लास सिटिजन हुँ भन्ने त्यो मानसिकता राख्छौँ तबसम्म कसैले पनि हामीलाई फर्स्ट क्लास ट्रिट गर्दैन। त्यही भएर पहिले हामीले आफैमा यो सुरु गरौँ कि यो मेरो समाज हो, यो मेरो देश हो, अथवा म जो पनि नागरिकता नलिनु भएकोहरूले पनि म यो ठाउँमा बसेको छु, यो ठाउँमा मैले ट्याक्स तिरेको छु, यो ठाउँबाट मैले सर्भिस पाउनुपर्छ भन्ने हिसाबले सोच्ने र त्यहाँनिर आफ्नो जनप्रतिनिधित्व पुर्याउने, आफ्नो आवाजहरू पुर्याउने र आफूले पे गरेको ट्याक्सको म्याक्सिमम भ्याल्यु कसरी आफूले लिन सकिन्छ त्यतातिर सोच्नुपर्छ जस्तो मलाई लाग्छ। यो नोटका साथै बिस्तारै हामीले अघि नै छलफल गरिसकेका छौँ, हामीलाई चाहिँ एउटा सांस्कृतिक केन्द्रको आवश्यकता छ जहाँनिर हामी हाम्रा चाहिँ विवाह वर्तमान लगायतका कर्महरू गर्न सकियोस्, बसेर योग गर्न सकियोस् होइन। हामी पूर्वीय दर्शनमा हाम्रो योगको विशेष महत्त्व छ, अझ सुरु भएको त्यहाँबाट भनिन्छ होइन, ती चिजहरू गर्न सकियोस्। त्यो लगायतका आवश्यकताहरू बिस्तारै महसुस हुँदैछ र त्यसका लागि चाहिँ समाजमा विभिन्न प्रयासहरू बिस्तारै सुरु हुँदै गएका छन् र हाम्रो चाहिँ यहाँ नेपाली कल्चर सेन्टर भन्ने एउटा संस्था पनि चाहिँ को जन्म भएको छ, त्यसले बिस्तारै आफ्ना कार्यक्रमहरू अगाडि बढाउँदै जान्छ होला। त्यसका अध्यक्ष हामीसँग हुनुहुन्छ नवीन भट्टराई दाइ हुनुहुन्छ, उहाँलाई पनि आफ्ना केही भनाइहरू राख्न र यो निर्वाचनको महत्त्व सहित यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूलाई चाहिँ आफ्नो केही भनाइहरू राखिदिनु हुन म हार्दिक अनुरोध गर्छु। नवीन भट्टराई दाइ। नमस्कार, म नवीन भट्टराई, सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई विशेष गरी धन्यवाद श्रीमती भाइ। हामी लगभग म 18 वर्ष भयो यहाँ बसेको। हामी अहिले चाहिँ मोटामोटी 8-10 हजारको हाराहारीमा पुगिसकेको जस्तो लाग्छ मलाई। तर पनि हामी सम्बन्धित निकायमा अहिलेसम्म कोही पनि पुग्न सकेको छैन। अब अहिले उहाँले जुन जग्गाको गर्नुभएको छ यसमा दिदी गर्नुभएको छ, त्यस्तै अहिले उहाँ मैले गर्नुभएको छ, एकछिनबाट हाम्रो कृष्ण दिदी गर्नुभएको छ।
विशेष गरी यहाँ यत्रो हामी जम्मा भइसकेपछि हाम्रो चाहिँ सम्बन्धित निकायमा चाहिँ कुरा पुर्याउनको लागि पनि एकजना चाहिँ व्यक्ति अवश्य आवश्यक छ। त्यसमा चाहिँ यहाँहरूले दिनुभएको यो उम्मेदवारीको लागि म विशेष धन्यवाद दिन चाहन्छु र आगामी दिनमा चाहिँ तपाईँहरूले चाहिँ यस समाजप्रति दिनुपर्ने कुराहरू र जति पनि हामी अब यहाँ कति हामी विद्यार्थी सेक्टरबाट आएका छौँ, कति वर्किङ सेक्टरबाट आएका छौँ र यहाँ एउटा चाहिँ कस्तो छ भने अलिकति धार पनि अलिक चेन्ज गरेको हो कि एउटा धार छुट्याइएको कि जस्तो देखिन्छ। त्यो चाहिँ कहिले पनि काहीँ पनि अनुभव हुन नपाओस्, यसमा पनि यहाँहरूको चाहिँ भूमिका जाओस् भन्न चाहन्छु। र यो उम्मेदवारीले आगामी हाम्रा बालबच्चाहरूको लागि विशेष गरी फिनल्यान्डमा बसोबास गर्नुपर्दा यहाँका बालबच्चाको लागि होइन आगामी दिनमा चाहिँ आफ्नो चाहिँ त्यो प्रतिनिधित्व एउटा नेपाली प्रतिनिधित्व पनि हाम्रो यहाँ हुनुहुन्छ है भन्ने खालको चाहिँ महसुस हुन सकोस् यहाँहरू, त्यसमा चाहिँ यहाँहरूको चाहिँ विशेष भूमिका रहोस् भन्ने भन्न चाहन्छु। र अरू त के हो साथीहरूले भनिसक्नु भएको छ, हाम्रो साथीले पनि भन्नुभयो, सबै कुरा त्यही नै हो। र हामी अनिवार्य चाहिँ हाम्रो एउटा नै यत्रो समुद्र पारी 7 समुद्र पारी आएर हामी 2 वर्ष बस्दा बित्तिकै हामीले यहाँ पनि एउटा चुनावमा भाग लिन पाउँछौँ है, यसको पनि हामीले सदुपयोग गर्नु जरुरी छ है। अनि भएन भनेर अब आफ्नै नेपाली दाजुभाइ उठेको बेलामा चाहिँ हामीले सम्पूर्णले चाहिँ जहाँबाट जसरी हुन्छ, सकेको नसकेको कसरी हुन्छ, जसरी सकिन्छ आफ्नो साथीहरू सरकारलाई भनेर भए पनि कमसेकम भोटमा जाने वातावरण मिलाउनुपर्छ। पहिलो भनेको हाम्रो भोटै हो, भोट दिन सकियो भने राम्रो हुन्छ है। अब भोटमै लान सकिएन कसैलाई भने त्यो हाम्रो अनर्थ हुन जान्छ। त्यसले गर्दा हामीले जहाँ जसरी हुन्छ सबैजनालाई एकदम आफ्नो सम्झेर, नेपाली सम्झेर, एउटा नेपालीले अर्को नेपालीलाई आफ्नै घरको जस्तो सम्झेर, जस्तो हाम्रो नेपालको वातावरण छ त्यो वातावरण यहाँ पनि सिर्जना होस् भन्न चाहन्छु मैले। किनभने हाम्रो घरतिर कहाँबाट आएको बटुवालाई पनि हामीले चाहिँ आफ्नै सम्झेर चाहिँ बास दिने छ। हाम्रो कस्तो परम्परा, हाम्रो संस्कृति कस्तो होला, हाम्रो संस्कृति अलिकति कता धमिलिएको हो कि बिग्रदै गएको हो कि भन्ने पनि फिल भइरहेछ। त्यसले गर्दाखेरि पनि हाम्रो एउटा सांस्कृतिक केन्द्र हामीले चाहिँ खासमा जन्म गराएको, किनभने एउटा नेपाली सांस्कृतिक केन्द्र यहाँ चाहिँ भयो भने हाम्रो संस्कृति, हाम्रो परम्परा, हाम्रो परापूर्व कालदेखि आएको हाम्रो चाहिँ एउटा चाहिँ हाम्रो संस्कारलाई यहाँ पनि हामीले केही गर्न सकिन्छ हाम्रो बालबच्चाको लागि। अझ जस्तै हामीलाई त थाहा छ हामीले के गर्ने भन्ने कुरा, तर हाम्रो बच्चाहरूलाई चाहिँ आगामी दिनहरूमा चाहिँ उनीहरूलाई चाहिँ यो मर्दा पर्दा व्रत बन्द बिहा वर्तन भन्ने कुराहरू बिस्तारै चाहिँ अलिकति ओझेल पर्दै गइरहेको छ। त्यसले गर्दाखेरि हामीलाई त्यसको लागि पनि हामीलाई एउटा चाहिँ सांस्कृतिक भवन निर्माण गरौँ जहाँ कि त्यो भित्र जाँदाखेरि चाहिँ कमसेकम एउटा नेपालीपन पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको जुनसुकै नेपाली अट्ने खालको एउटा चाहिँ व्यवस्था बनाऊँ भन्ने खालको चाहिँ कुराले गर्दाखेरि हामीले नेपाली कल्चर सेन्टर भनेर एउटा चाहिँ दर्ता गरेका छौँ होइन। त्यसलाई अगाडि लैजाने हो। चुनौती हामीमा धेरै छन्, किनभने हामी बिचबाटै पनि चुनौतीहरू थपिँदै जान्छन्। कसरी चुनौतीलाई सहज गराउँदै जानुहुन्छ, कसरी अलिकति चुनौतीलाई फेरि अझै चुनौती थप्दै जानुहुन्छ। हामीले सबैलाई मिलाउनु पर्ने हुन्छ। त्यसले गर्दाखेरि हामी सम्पूर्ण जगतबाट जो पनि आइएको छ सबैजनाले चाहिँ एउटै चाहिँ पुल भनेर हामी एउटै चाहिँ छातामा बसेर हामी सम्पूर्ण हामी नेपाली हो, चाहे जहाँसुकैबाट आइयोस्, चाहे जुन सेक्टरबाट आइयोस्, हामी सबै नेपाली हो भन्ने खालको चाहिँ मनोभावनाका साथ अगाडि बढ्नुहोस् भन्न चाहन्छु। र यहाँलाई चाहिँ अग्रिम शुभकामना दिँदै आगामी दिनमा चाहिँ तपाईँहरू चाहिँ त्यसमा चाहिँ एउटा पुलको भावना, पुलको एउटा चाहिँ भनौँ हजुरहरूले चाहिँ त्यसको नेतृत्व गर्नुहुनेछ भन्ने दृढ विश्वासका साथ धन्यवाद दिन चाहन्छु। यहाँ सबैलाई धन्यवाद, नमस्ते। धेरै धेरै धन्यवाद। जुन सांस्कृतिक केन्द्रको कुरा भइराखेको छ यो एउटा सानो प्रयासको कुरो होइन, यो ठुलो प्रोजेक्ट हो। यसमा हामी नेपाली सँगसँगै यहाँको सरकारको स्थानीय तहको पनि हामीलाई आवश्यकता हुन्छ र मलाई लाग्छ जुन हामी एउटा यो प्रोजेक्टमा छौँ हाम्रो शेखरजीलाई इलेक्टेड गराएर त्यहाँसम्म पुर्याउने हामीले त्यो सम्पन्न गऱ्यौँ भने त्यो मार्ग पनि सहज हुँदै जान्छ भन्ने मैले विश्वास लिएको छु र अवश्य पनि त्यो सहज हुँदै जान्छ। यहाँ हामीले हाम्रो आवाजलाई पुर्याउने, हाम्रो भावनालाई सिटीसम्म पुर्याउने भन्ने कुरा गर्दै जाँदाखेरि एउटा उदाहरण यहाँहरूलाई दिन चाहन्थे। हामीले धेरैजनाले चिनेको साथीहरू पनि हुनुहुन्छ होइन। बच्चा जन्मिँदैछ अनि अब स्पेसली महिलाहरूको केयर गर्न विशेष गरी अब पुरुष र महिला दुईजना हुन्छन् होइन। अब तेस्रो मान्छे आवश्यकता हुन्छ। स्पेसली नेपाली हाम्रो चाहिँ कस्तो हुन्छ भने आमा आइलेदेखि त्यो भावनात्मक रूपमा त्यसको यति ठुलो महत्त्व हुन्छ। सुत्केरी महिलालाई आफ्नी आमा नजिक हुनु त्यो ठुलो महत्त्व हुन्छ, जुन महत्त्व चाहिँ यहाँको फिनिस समाजले बुझ्दैन। उनीहरूको चाहिँ आवश्यकता पर्यो भने कोही होइताया पठाइदिने के गर्ने उनीहरूको आफ्नो सिस्टम हुन्छ। अनि त्यसले चाहिँ मानसिक रूपमा धेरै महिलाहरूलाई चाहिँ त्यसलाई टर्चर दिइराखेको हुन्छ। अनि ऐन मौकामा चाहिँ फिनिस एडमिनिस्ट्रेसनले भिजा दिइराखेको हुँदैन। अफकोर्स अब शेखरजी त्यहाँ भान्तामा गइसकेपछि उहाँले भिजा इस्यु गर्ने त होइन, तर उहाँले के चाहिँ गर्न सक्नुहुन्छ भने नेपाली महिलाहरू चाहिँ कम्तीमा सुत्केरीको समयमा आफ्नो आमा अगाडि हुँदा चाहिँ उनीहरूको मनोबल डर हुन्छ,
उनीहरूले आफूलाई राम्रो फिल गर्छन् र उनीहरूको स्वास्थ्य, मानसिक स्वास्थ्य, शारीरिक स्वास्थ्य दुइटैमा सपोर्ट हुन्छ। त्यस कारणले यस्तो चिजहरू चाहिँ महत्त्वपूर्ण हो है भनेर आवाज उठाइदिनु भयो भने पनि अनि त्यो आवाज चाहिँ अरू बुलन्द हुँदै जाँदाखेरि नीति निर्माताहरूले पनि ल है यो चाहिँ एउटा आवश्यकता हो, नेपाली समाजको युनिक आवश्यकता हो भनेर त्यसरी बुझिदिन सक्नुहुन्छ। यस्ता कयौँ उदाहरण छन् जुन हामीले अहिलेसम्म रियलाइज गरेका छैनौँ, जुन चाहिँ हामीले आवाज नउठाएका कारणले गर्दाखेरि हामीलाई असहज भइराखेको छ र हाम्रो आवाज सम्बन्धित ठाउँमा नपुगेका कारणले हामीलाई असहज भइराखेको छ। त्यस कारणले गर्दा यस्तै समस्याहरू समाधानका लागि यस्तै आवाजहरू सम्बन्धित ठाउँमा पुगुन् र हाम्रो जीवन चाहिँ सहजताका साथ अगाडि बढोस्। हामीले सामाजिक सुरक्षा मार्फत हामीले गरेका योगदानहरूलाई सामाजिक सुरक्षा मार्फत हामीले फिर्ता पनि लिन सकियोस्। यही एउटा मोटोका साथ हामीले चाहिँ यो एउटा प्रोजेक्टलाई एउटा निर्वाचनमा आफ्नो प्रतिनिधिलाई त्यहाँसम्म पुर्याउने प्रयास जारी राख्नुपर्छ भन्ने मान्यता राख्नुपर्छ जस्तो मलाई लाग्छ। अब यस पछाडि हामीसँग एउटा राम्रो अनुभव छ हेलसिङ्कीमा। बेमा दिदी लामो समयदेखि 2 पटक उहाँले उम्मेदवारी दिनुभयो र अहिले चाहिँ डेपुटी हाम्रो काउन्सिलर पनि हुनुहुन्छ र उहाँको अनुभवहरू हाम्रो लागि अमूल्य छ। उहाँको अनुभवहरू सुनौँ र उहाँले चाहिँ अझ त्यहाँ म्युनिसिपालिटीमा पुगिसकेपछि त्यहाँ के अरे काउन्सिलमा पुगिसके पछाडि के गर्न सकिन्छ, त्यहाँ आवाज कसरी उठाइन्छ लगायतका चिजहरूमा यहाँहरूलाई मलाई लाग्छ धेरै कुराहरू भन्न सक्नुहुन्छ जस्तो लाग्छ। उहाँको अनुभवका कारणले गर्दा पनि त्यसरी ढिलो नगरिकन उहाँको अनुभव सुनौँ र उहाँका केही आफ्ना भनाइहरू पनि सुनौँ। स्वागत गरौँ बेमा तपाईँलाई। नमस्ते सबजनालाई। म चाहिँ हेलसिङ्की सिटीमा अहिले 8 वर्ष भयो, सेकेन्ड टर्म। दुवैचोटि म चाहिँ डेपुटी, अनि जतिजना इलेक्टेड हुन्छन् त्यतिजना नै डेपुटीहरू पनि इलेक्ट हुन्छन्। अनि यो गरेको कारण चाहिँ यहाँ प्राइम मिनिस्टरदेखि सबैजना सिटी काउन्सिलमा पनि चुनावमा लाग्छ। अनि तिनीहरूलाई सबै मिटिङहरूमा तिनीहरूमा पार्टिसिपेट हुन सक्दैन, त्यसपछि डेपुटी जानुपर्ने हुन्छ। मेन कुरो चाहिँ त्यो पार्लियामेन्ट पनि त्यही हो अनि सिटी काउन्सिलमा पनि त्यही हो। अनि सिटी काउन्सिलमा कसरी काम हुन्छ भन्ने कुरामा सानो जानकारी दिउँ होला। सिटी काउन्सिल भन्दा बढी फरक छ। सिटीहरू विभिन्न सिटीको विभिन्न कुराहरू हुन्छ, तर बेसिकली सिटीले हेर्ने भनेको एजुकेसन, इन्फ्रास्ट्रक्चर, नेपाली शब्द मलाई ठ्याक्कै आएन है, त्यसपछि स्पोर्ट्स एन्ड कल्चर, अनि अब अहिले चाहिँ आपतकालीन भन्ने सबै जग्गाबाट आउँछ। त्यही भएर यो 3वटा मुख्य के अरे युनिटहरू हुन्छ, त्यतिभित्र मात्रै काम गर्छन् होइन। अनि त्यसमध्ये अब सिटी काउन्सिलमा यदि जो इलेक्ट भएर आउँछ, मेन कुरो विभिन्न सिटी काउन्सिलमा काम गर्ने भनेको एउटा सिटीको गभर्मेन्ट जुन पार्टी ठुलो पार्टी हुन्छ, सबभन्दा बढी भोट जसले ल्याउँछ त्यसैको मेयर हुन्छ, त्यसपछि डेपुटी मेयरहरू हुन्छ र 10-12 जनाको एउटा टिम बन्छ। अनि तिनीहरू चाहिँ दे वर्क लाइक गभर्मेन्ट। अनि त्यसपछि अरू भएकोहरूको सबै मेम्बरहरूलाई विभिन्न वर्किङ ग्रुपमा राख्छन्, लाउता कुन्ता भन्छ र टोइमी कुन्ता भन्छ। अनि त्यो कमिटीमा बसेर के पोलिसी गएको के अरे त्यो सबै मेम्बरहरूले पोलिसी बनाएर गएको छ, त्यो पोलिसीहरूलाई फेरि हेर्ने हो र त्यसमा केही त्यो अनुसार के काम भइरहेछ भनेर सबैजना सिटीको इम्प्लोयरहरूले अथवा युनिटले आएर हामीलाई प्रेजेन्टेसन दिन्छ। अनि त्यसपछि त्यसमा अब के कुरा ठिक भइरहेछ, किनभने टाइमहरू चेन्ज भइरहेको हुन्छ र सबै पोलिसीहरूलाई चेन्ज गर्नुपर्ने हुन्छ। त्यसपछि पोलिसी बनाउने नयाँ गएकोले, अनि त्यसपछि त्यो नेक्स्ट 4 इयरलाई त्यो बन्छ। भनेपछि शेखरजी अहिले 4 वर्षको लागि इलेक्ट हुनुभयो, मेरो विचारमा पक्कै हुनुहुन्छ, हामी सबैको साथ छ, उहाँ केपेबल पनि हुनुहुन्छ। अनि भयो भने उहाँको काम भनेको गएको टर्ममा भएको मान्छेले के पोलिसी बनाएको छ र त्यसमा अब के हामीले सुधार गर्नुपर्छ, त्यसरी चाहिँ काम बन्छ। अनि त्यो सुधार गरेको कुरा सबभन्दा पहिले अब कुनै हाम्रो इस्युजहरू छ भने शेखरजीले त्यो इस्युलाई पहिले आफ्नो पार्टीमा बुझाउनु पऱ्यो, पार्टीको सपोर्ट हुनु पऱ्यो। पार्टीको सपोर्ट भएर त्यसपछि त्यो पार्टीको बाहिरको मान्छेको इनफ सिग्नेचरहरू भयो भने त्यो एजेन्डामा जान्छ। मेन मिटिङमा 2 हप्तामा एउटा मिटिङ हुन्छ। अनि मिटिङमा त्यो एजेन्डाको लागि धेरै कुर्नुपर्ने हुन्छ, धेरै मान्छेको एजेन्डाहरू हुन्छ, त्यसपछि डिस्कसन हुन्छ र अनि त्यहाँ भोटिङ हुन्छ हरेक कुराको। अनि जति आफूले
त्यो एजेन्डा जुन इस्यु ल्याछ त्यसको एगेन्स्टमा पनि त्यत्तिकै धेरै हुन्छ पार्टीमा होइन। अनि त्यो त भयो, त्यसरी चाहिँ काम छ। त्यो पारित भयो भने चाहिँ नेक्स्ट टर्मलाई अथवा इमिडिएटली छ भने त्यो चाहिँ बजेट छ भने है, फेरि आइडिया त अनेक किसिमको आउँछ। अहिले मेन कुरा भनेको बजेट छैन, अनि धेरै इस्युहरू आउँछ जसलाई चाहिँ बजेट उनीहरूले मिलाउनु पर्ने हुन्छ। अनि हामीले जुन इस्यु पारित गर्छौँ अनि जुन मेयर र उपमेयरहरू सबैले आएर उनीहरूलाई चाहिँ यो हामीले माथि लान सक्छौँ कि सक्दैनौँ भनेर उहाँहरू चाहिँ जवाबदेही हुन्छ। त्यसलाई छोडौँ। अब शेखरजीलाई मैले सोधेको थिएँ कुनमा उहाँलाई इन्ट्रेस्ट छ भन्दाखेरि स्पोर्ट्स एन्ड कल्चरमा हुनुहुन्छ। अनि सिटी काउन्सिलमा इलेक्ट हुने म्याक्सिमम् मान्छेहरू स्पोर्ट्स एन्ड के अरे कल्चरमा जान्छन्। अनि एजुकेसनमा चाहिँ धेरै जसो कोपोमोस पार्टीको हुन्छ। अनि इन्भाइरोमेन्टमा ग्रिन र अरू सानोतिनो पार्टीहरूको धेरै हुन्छ। सोसियल डेमोक्राटहरूको अब केमा छ पाल्टामा मलाई थाहा छैन, हेलसिङ्कीमा धेरै ठुलो ग्रुप छैन। अनि त्यसपछि हाम्रो यो पेरुसोमलाइसेस पनि टन्नै छन् हेलसिङ्की जस्तो सिटी, यहाँ कति छ मलाई थाहा छैन। विरोध चाहिँ भयानकै हुन्छ। अनि सानो कुरा पारित गर्नलाई पनि गाह्रो हुन्छ। अब हामीले शेखरजीलाई यो गर्ने त्यो गर्ने उहाँको काममा धेरै कुरा राखेका छौँ, तर जिम्मेवारी चाहिँ हाम्रो हो है फेरि जाने। अब त हाम्रो कुनै इस्यु छ, मन्दिर चाहियो, हामीलाई सांस्कृतिक केन्द्रहरू चाहियो भने हाम्रो भ्याल्यु हामीले क्रिएट गर्ने हो। गएर हामीलाई यो चाहियो भनेर यत्रो इमिग्रेन्टको ग्रुपहरू छन्, वायु भन्ने कुरा आउँछ। यसले तपाईँहरू के अरे 10,000लाई 12,000लाई भन्दा हेलसिङ्कीमा कति छ, बान्तामा कति छ होइन, थोरै हुन जान्छ। यतिलाई दिने भन्दा नि अलिकति लार्ज स्केलमा जानुपर्छ। आफ्नो भ्याल्यु आफैले क्रिएट गरेपछि अनि उनीहरूले के गर्न सक्छ त्यसपछि दिन्छ। त्यसको लागि के गर्न सकिन्छ भने सिटी काउन्सिलको मिटिङ हुनु अगाडि आफ्नो ग्रुपको मिटिङ हुन्छ। त्यो बेलामा शेखरजीले अब सांस्कृतिक केन्द्र चाहियो के चाहियो भने कङ्क्रिट प्लान बनाएर जानु पऱ्यो, त्यहाँ प्रेजेन्ट गर्नु पऱ्यो। त्यसपछि त्यो ग्रुपको मान्छेलाई उहाँले चित्त बुझाइसकेपछि त्यो चाहिँ हाम्रो स्पोर्ट्स एन्ड कल्चरमा जान्छ। गएपछि बल्ल अनि त्यहाँबाट अप्रुभ हुने हुन्छ। अनि अर्को कुरा इन्फर्मेसनहरू सबै शेखरजीको थाहा पाउनु राख्नु अलिक गाह्रो हो किनभने सबै कुराहरू आउटसोर्स गरे हुन्छ। धेरै सानो सानो कुराहरू मात्रै पोलिसी लेभलमा त्यहाँ गरे हुन्छ। अरू सबै कतिसम्म गर्न सकिन्छ भने स्पोर्ट्स एन्ड कल्चर भयो भने एउटा हेलसिङ्की सिटीको एउटा युनिट हुन्छ, डिपार्टमेन्ट हुन्छ, त्यहाँ काम गर्ने मान्छेहरूलाई उहाँ कनेक्ट गराउन सक्नुहुन्छ। त्यही भएर मैले केही उहाँले उहाँ पोलिसी लेभलमा काम गर्ने हो ल लार्ज स्केलमा जानुपर्छ उहाँले। अब हाम्रो जति पनि इस्यु छ हामी नेपालीहरूको आवाज उठ्नुपर्छ, त्यो एकदम सही कुरा हो। तर नेपाली अरू इमिग्रेन्टको दाजुमा हामी अहिले पनि अलिक कमै छौँ भनेपछि हामीले अरू इमिग्रेन्टको ग्रुपहरूसँग मिलेर माथि जानुपर्ने हुन्छ। त्यत्तिकै हामी नेपाली यो चाहियो त्यो चाहिँ हामी इभेन्चुली त्यो गर्ने पनि हो। अनि त्यसपछि त्यो अरू ग्रुपसँग मिलाएर त्यो आइडिया सेल गर्नु पऱ्यो, त्यसपछि अगाडि लानु पऱ्यो। भनेपछि उहाँलाई मात्रै होइन कि हामी सबै एउटा टिम, शेखरले भनेको छ एउटा टिम बनाउनुपर्छ, उहाँको एडभाइजरी टिम, त्यसपछि मोसन बनाउने हो, त्यसपछि माथि लाने हो। इट्स अ लङ एकदम लामो प्रोसेस हो। तर केही नहुनुभन्दा युज गरेको चाहिँ एकदम राम्रो हामीले गर्ने कुरा पनि आज पोलिटिक्स यहाँ फिनल्यान्डमा धेरैलाई थाहा पनि छ होला, हाम्रो नेपालमा जस्तो होइन, अलिक टप गर्छन् अनि त्यही मुभ अन, त्यसपछि अर्को पिँढी आउँछन् होइन, एउटैमा अड्किरहने चाहिँ हुँदैन। पार्लियामेन्टमा चाहिँ छन् तर कतिपय इस्युहरू हाम्रो छ नि हामीलाई मात्रै होइन धेरै इमिग्रेन्टहरूलाई पर्ने इस्युहरू सिटी लेभलमा भन्दा नि पार्लियामेन्ट लेभलमा छ। अनि सिटी र पार्लियामेन्ट चाहिँ एकदमै डिफ्रेन्ट छ। सिटीलाई जुन पार्लियामेन्टले के अरे पोलिसी बनाएको हुन्छ त्यो अनुसार सिटीले फलो गर्नुपर्छ। तर सिटीले त्यो अनुसार कुन चाहिँ लिने कुन नलिने भन्दा सिटीको कुरा हुन्छ है। त्यही भएर अब एउटा स्मल स्केलमा चाहिँ हामी नेपालीहरूको हुनु पर्यो, हाम्रो चाहिँ भ्याल्यु हामीले क्रिएट गर्नु पर्यो। तर लार्ज स्केलमा जाने हो भने हामी इमिग्रेन्टहरू सबैले नेपाललाई पर्ने समस्या अरू धेरै कम्युनिटीलाई पनि छ। हामी नेपाली बसेर हामी नेपाललाई मात्रै जस्तो लाग्छ, तर धेरै इमिग्रेन्ट कम्युनिटीलाई एउटै समस्या परिरहेछ। भनेपछि एउटा ग्रुप भन्नु पार्लियामेन्ट लेभलमा एउटा इमिग्रेन्टहरूको नेपाललाई जिताउन सक्ने अवस्था हाम्रो छैन। सायद के अरे हाम्रो अफगानिस्तानको छ, उनीहरू धेरै नै अगाडि छन् यस्तोमा, त्यो जाला। अहिले इन्डियनहरू चाहिँ डिस्क्रिट रूपले धेरै नै माथि आएको छ, उनीहरूले भ्याल्यु क्रिएट गर्नु पनि जानेको छ। इन्डिया भने ठुलो देश हो, अहिले आइटी सेक्टर पुरै इन्डियनले ल्याएको छ यहाँ होइन। भनेपछि उनीहरूले
भ्याल्यु क्रिएट आफ्नो गरेको छ उनीहरूको धेरै सुनिन्छ त्यो भ्याल्यु क्रिएट गर्ने जिम्मेवारी चाहिँ फेरि हामीलाई हो त्यही भनेर यो कमिटी चाहिँ बनाउनुपर्छ मैले शेखरजीलाई इलेक्ट गरौँ त्यसपछि एउटा कमिटी उहाँको होला विभिन्न इस्युमा विभिन्न कमिटीहरू तर उहाँलाई नै तपाईँले यो गर्नु पऱ्यो त्यो गर्नु पऱ्यो भन्दाखेरि नि बरु हामी सँगै गरेर यो चाहिँ इस्यु हो गएर उहाँले सेल गर्ने आइडिया विदिन द पार्टी र त्योभन्दा बाहिर गर्ने चाहिँ उहाँको काम हुन जान्छ अरू केही सोध्नु छ भने तपाईँले सोध्नुहोस् मैले एउटा कुरा सोध्छु हजुर तपाईँले भन्नु केही कुरा पालन गर्न छ भने काउन्सिलको मिटिङमा डिस्कसन हुन्छ र बाहिरको मान्छेले पनि सिग्नेचर होइन बाहिरको सिग्नेचर होइन त्यो जतिजना तपाईँको 62 समथिङ छ 62 भित्र अब जति त्यो सिग्नेचर भयो त्यति त्यो मान्छेलाई भोट गर्ने भयो नि त ओके भनेर होइन त्यो पारित हुने सम्भावना बढी हुन्छ बाहिरको सिग्नेचरले पनि के कुनै एउटा इस्यु भयो भने 100,000 को पेटिसन लिएर जाने पेटिसन जाने त्यतिसम्म जाने इस्युजहरू सिटीमा त्यति निक्लिन नेसनल लेभलमा निक्लिन्छ त्यही भएर त्यो चाहिँ चाहिँदैन तर सिटी लेभलमा चाहिँ त्यही हो भने अब शेखर भाइले अर्को सबभन्दा महत्त्वपूर्ण कुरा भनेको इक्वालिटी र नन डिस्क्रिमिनेसन ग्रुप भन्ने मैले हेलसिङ्गी सिटीमा थियो उनीहरूले बजेट छैन भने त्यो निकालिदिएछ अन्तमा छ कि छैन मलाई थाहा छैन एक्जिस्टिङ थियो लास्ट टाइम हेर्दाखेरि अहिले चाहिँ त्यो ग्रुपमा चाहिँ हामी हुन एकदम जरुरी छ त्यही ग्रुपमा इमिग्रेन्टहरूले के समस्या भोगिरहेछ कुन ठाउँमा लोकल लेभलमा भोगेको कुराहरू चाहिँ त्यो ग्रुपमा आउँछ त्यो छ भने त्यसको मेम्बर हुन जरुरी छ र जुनै पनि कमिटीको मेम्बरहरूलाई जेन्डर ब्यालेन्स भन्ने चाहिन्छ कतिजना आइमाईहरू पनि त्यति नै केटाहरू पनि उनीहरूले एउटा एउटा कोटा राखेको हुन्छ त्यही भएर सबैजना स्पोर्ट्स एन्ड कल्चरमा त्यहीँ जान खोज्छन् हामीले पाउँछौँ भन्ने छैन तर जति बढी भोट भयो त्यति बढी चाहिँ चान्सेस हुन्छ त्यो चाहिँ हो छोटकरीमा भन्ने रह्यो शेखर भाइको कुरा अनि उहाँलाई त अब यति हाम्रो समर्थन छ सबैको यतिजना आउनु भएको छ मैले के भनिरहनुपर्छ जस्तो लाग्दैन अनि अहिले उहाँसँग मेरो लामो समयसम्म अलिअलि यताउता काम गर्दै आएको छ उहाँ एकदम लिङ्क हुनुहुन्छ र उहाँ अर्को कुरा पनि उहाँले प्रमिस गरेको कुरा चाहिँ डेलिभर गर्नुहुन्छ त्यही नै हो उहाँको स्ट्रङ पोइन्ट अनि उहाँलाई कुनै विषयवस्तुको कुरा गऱ्यो भने उहाँले पोइन्ट छिटै नै टिप्नुहुन्छ त्यो चाहिँ एकदम जरुरी छ अनि फेरि हामी नेपालीहरू नै रिप्रेजेन्टेसन हुने भएर उहाँ हुनुहुन्छ भने त्यही भएर म हेलसिङीमा छु तर बान्तामा गर्नुपर्ने लोकेटल ग्रुपहरू चाहिँ छु अनि अब हेरौँ कस्तो होला तर उहाँ मलाई लाग्छ कति चाहिन्छ 400 प्लस एटलिस्ट चाहिन्छ भनेपछि अब यसपालि एसटिपीको एकदम राम्रो छ भनेपछि अहिलेको गभर्मेन्टले गरेर एसटिपी धेरै राम्रो भएर अलिक कम भोटले पनि सायद अगाडि तानिन्छ होला जस्तो लाग्छ त्यो भनेर हामीले काम केही पुग्छ तर त्यसलाई चाहिँ फेरि मेहनत चाहिँ गर्नुपर्ने यसमा अलिकति एड गर्नुपर्ने कुरा के छ भने भोटिङ कतिले पुग्छ कति भोट आयो भने पुग्छ भन्ने कुरा किन ट्रिकी छ भने फिनल्यान्डको स्ट्याट्सले के भन्छ भन्दाखेरि इलेक्सन भोटिङ टर्नओभर जम्मा 52% मात्रै छ तर अहिलेको यो जनताहरूको फ्रस्ट्रेसनमा यदि भोटिङ टर्नओभर 52%बाट 58 मात्रै भइदियो भने हाम्रो स्ट्याट्स सबै चेन्ज हुन्छ हामीले जुन अहिले देखिन्छ 300 भोट भए पुग्छ भनिरहेको छौँ नि यो त अहिलेको स्टार्सको आधारमा बसेर कुरा गरिरहेको हो नि तर यो पालि जति ड्यामेजहरू भइरहेछ फिनिस इकोनोमीमा फिनिस सोसियल वेलफेयरमा त्यसको आधारले धेरै मान्छेहरू होइन अब मैले भोट हाल्नुपर्छ भनेर गइदिनु भयो भने भोटिङ टर्नओभर बढी हुने बित्तिकै हाम्रो भोटिङ प्रोपोर्सनमा चेन्ज भइदिन्छ चाहिँ अहिले चाहिँ मोर ट्रेन्ड चाहिँ एसटिभीतिर देखिन्छ र लास्ट 2 टर्ममा चाहिँ यहाँ एसटिभीको मेयर पोस्ट खोजेर कसले लग्यो भने को मसले लग्यो त्यसले गर्दाखेरि चाहिँ के छ भन्दाखेरि मान्छेलाई त्यो जहाँ पनि चेन्जेस चाहने हो तर एसटिभीको क्यान्डिडेटलाई चाहिँ अलिक मोर एडभान्टेज देखिन्छ जस्तो लास्ट टाइम मलाई जहाँसम्म लाग्छ लास्ट टाइम त्योभन्दा अगाडि एकजना इन्डियन हुनुहुन्थ्यो उहाँले अराउन्ड लेस देन 3 फर्स्ट टाइममा चाहिँ 400 प्लस ल्याउनु भयो उहाँ इलेक्टेड हुनुभयो तर अस्तिको चोटि चाहिँ लेस देन 300 मा त उहाँ डेप्युटी मात्रै रहनु भयो तर के भइदिएछ भन्दा त्यो टाइममा चाहिँ कोकोमुसबाट पनि इन्डियन क्यान्डिडेट उठ्नुभयो समथिङ मेरो नाम बिर्सेँ जसले गर्दा भोट डिभाइड भयो अब हामी नेपालीलाई चाहिँ के गर्नु पर्यो मेरो आफ्नो सल्लाह चाहिँ कम्तीमा आफ्नो नेपालीको भोट चाहिँ मेजोरिटीलाई थाहा छैन यो इलेक्सन भने के हो यसको इम्पोर्टेन्स के हो मलाई पनि कसरी थाहा भयो भन्दाखेरि हुन त मैले पेमा दिदी अथवा दिदीलाई 2007 मै भेटेको हुँ तर इलेक्सन म अलिकता पोलिटिकल ब्याकग्राउन्डको मान्छे र अलिकता इन्ट्रेस्ट भएको कारणले सुरुदेखि नै फिनिस पोलिटिक्समा इन्ट्रेस्ट थियो तर म रेमाकी सिटीमा आएँ 2012 मा चाहिँ अचानक मैले एकजना दिदी चिन्थेँ कविता भट्ट दिदी त्यो उहाँलाई चिन्थेँ तर अचानक उहाँको नाम देखेँ
उहाँ कोकोमोसबाट चाहिँ क्यान्डिडेट हुनुभएको रहेछ। त्यसले गर्दाखेरि चाहिँ फिनिस पोलिटिक्स के रहेछ, कस्तो रहेछ, कसरी इलेक्टेड हुँदो रहेछ, धेरै कुराहरू आफैले पनि लर्न गर्ने मौका। उहाँले चाहिँ अनफर्चुनेटली जित्न सक्नु भएन। त्यसपछि त्योभन्दा पछाडि 70मा दिदी सहित ग्याबिन भयो, अरू धेरैजनाहरू चाहिँ क्यान्डिडेट हुनुभयो, कतिले सक्सेसफुल भयो होइन। अब मेन कुरो चाहिँ अहिले यहाँ पनि म देख्छु आधाभन्दा बढी अथवा धेरैजना चाहिँ भान्ताभन्दा बाहिर बस्नुहुन्छ। उहाँहरूको शुभेच्छा मात्रै हो, उहाँले अरू केही गर्न सक्नुहुन्न। भोट यहाँ भान्तामै बस्नेले दिएर मात्रै तपाईँले जित्न सक्नुहुन्छ होइन। त्यो कारणले अब नेपालीहरूको मेजोरिटी कम्युनिटी भएका कोवेकुला, हाबुटोसका, योकोनिमी एरिया, मेरुमागी यो एरियामा हाम्रा इलेक्सन क्याम्पेनहरू अथवा विभिन्न खालका इन्टरेक्सन प्रोग्रामहरू चाहिँ अलिक मोर क्लोजली कम्युनिटीमा लाने, सँगसँगै अरू हामी साउथ एसियन कम्युनिटीको कुरा गरौँ, ती कम्युनिटीहरूलाई पनि अलिकता इन्फ्लुएन्स गरेर उहाँहरूको भोट पनि तान्न सकिने अराउन्ड 400 भोट हामीले यहाँ जुटाउन सक्छौँ। त्यो भयो भने तपाईँ योचोटि जित्नु भयो भने त्यसले हाम्रो नेक्स्टचोटिलाई अरू धेरै सिटीहरूमा चाहिँ नेपाली क्यान्डिडेटहरू किन चाहिन्छ भनेर हामीले अब एउटा नेटवर्किङ गर्न सक्छौँ होइन। त्यो कुराहरूमा चाहिँ अब बेमा दिदीले जुन लास्ट भनौँ हुन त बेमा दिदी अब मैले चिने 2007मा हो, बेमा दिदी विभिन्न फोरमबाट अब नेपाली कम्युनिटी स्ट्रङ गर्नुपर्छ भनेर लाग्नु भएको छ। तर अब इलेक्सन सिटीमा बाहेक पनि धेरै ठाउँमा बस्नु भएको छ होइन। अब त्यसमा चाहिँ तपाईँले अब होपफुली यो कुरामा चाहिँ अब नेपाली कम्युनिटीलाई अब डिफ्रेन्ट यो भान्ताभरिका डिफ्रेन्ट कम्युनिटीहरूमा चाहिँ स्ट्रङली अब कनेक्ट यो हामीसँग अराउन्ड कति 3-4 विक्स बाँकी छ, त्यति टाइममा चाहिँ एकदमै गऱ्यौँ भने हामी सक्छौँ होला जस्तो लाग्छ मलाई चाहिँ। तपाईँले एकदम राम्रो पोइन्ट ल्याउनु भयो। अहिले के भइरहेको छ भने हेलसिङ्कीमा जुनबाट उठेको एउटा तपाईँले चिन्नु पनि हुन्छ बङ्गलादेशी, अनि उहाँ चाहिँ केपेबल मान्छे हुनुहुन्छ, अनि उहाँ जित्नु चाहिँ भएन, डेपुटीमा पनि हुँदैन, तर नन डिस्क्रिमिनेसन कमिटीमा हुनुहुन्छ, अनि उहाँसँग काम गर्दाखेरि उहाँ जस केपेबल हुनुहुन्छ, आइडिया छ। यसपालि के हो भने अर्को उठ्थ्यो कि बङ्गलादेशको के पनि टचै नभएको पैसा वाल भएर चाहिँ जितेपछि भोट चाहिँ बाँडिन्छ, दुईजनै नजाने, त्यस्तै इन्डियनहरू भएको छ, सबतिर यो भएको छ। लकीले हाम्रो नेपालीको चाहिँ भएको छ, सबैको आफ्नो राइट हो, जतिजना उम्रने पायो त्यसले चाहिँ फाइदा भन्दा हामीलाई घाटा बढी हुन्छ। त्यो बुझाउन जाने पर्यो, तर आफैले बुझ्नुपर्ने कुरा हो। अनि हेलसिङ्कीमा पनि दुईवटा उठी जस्तो थियो, कोकोमोसबाट चाहिँ विनिताले उम्मेदवारी दिने लगभग तय भइसकेको थियो। अनि त्यसपछि हामीले चाहिँ अब एकजना उठिसक्नु भएको छ होइन। अब त्यसको लागि मैले चाहिँ यसपालि चाहिँ बरु अर्कोचोटि उठ्नु होला होइन, हामी सबैले सपोर्ट गर्नु थियो। किनभने उहाँलाई चाहिँ हामीले पर्मिस गरिसकेका हौँ भनेर चाहिँ हामीले उहाँलाई चाहिँ रिक्वेस्ट गरेर ब्याक हुनुभयो। त्यो पनि एउटा हामीलाई चाहिँ राम्रो कुरा हुन्छ। अनि उहाँ उठ्दाखेरि अब जस्तो मानौँ मैले एसटिएफकै कुरा गर्दाखेरि म आफैले पनि भित्रैबाट म एसटिएफलाई नदिन पनि सक्छु, तर मलाई त्यो छैन कि किन एउटा नेपालीले दिनुपर्छ मात्र भन्दैन। पार्टी त हामीलाई चाहिँ भनौँ न अरूलाई कसैलाई फेरि अर्को पार्टी मन पर्न पनि सक्छ है। अब त्यही भन्दा नि कम्युनिटी स्ट्रङ भयो भने हामी सेकेन्ड जेनेरेसन अहिले एक्टिभ छ यहाँ। हामीलाई यो फर्स्ट जेनेरेसनलाई चाहिँ यहाँको पोलिटिसियनहरू स्कुलदेखि कलेजदेखि नै पोलिटिक्समा लाग्यो भएर उनीहरूको जेनरल भोट धेरै आउँछ। हाम्रो अब पुरस्कारमा सुरु गरेको सुरु गर्ने नेपालीबाटै हो। अर्को पालि दुईजना क्यान्डिडेट अन्डरस्ट्यान्डिङ भयो छ र चाहिँ गर्नु अब चाहिँ अरू योभन्दा बाहिर भन्दा पनि जानु। त्यो आवाज पनि उठाएको छ फ्यामिली क्लब त्यहाँबाट चाहिँ यो मुभमेन्ट चाहिँ चालेको छ। युरोपियन युनियनले पनि बजेट राखेको छ यो के अरे पोलिटिकल अर्गनाइजेसन त्यो उसमा चाहिँ अब हामीले बुझ्न सक्नु पऱ्यो, बुझाउनु पनि सक्नु पऱ्यो। त्यही भएर बियन्ड बाहिर चाहिँ जानुपर्छ। तर सबै कम्युनिटीको आफ्नै मान्छे छ। त्यही भन्दा नि आफ्नै मान्छे भन्दा नि पार्लिमेन्ट लेभलमा चाहिँ के गर्ने मान्छेलाई पठाउनुपर्छ जस्तो लाग्छ। मलाई लाग्छ सुरुवाती चरणमा चाहिँ हामीले हाम्रो कम्युनिटी सपोर्टबाट नै जान सक्छौँ। त्यो सबभन्दा सहज र सरल बाटो पनि हो होइन। अब प्रमिसिङ पनि हुन्छ। यदि मैले मेरो कम्युनिटीलाई नै कन्भिन्स गर्न सकिरहेको छैन भने मैले अरू कम्युनिटीको मान्छेलाई कन्भिन्स गर्न अझ गाह्रो हुन्छ। अब नेटवर्क पनि बढ्दै जाला। एकचोटि हामी अलिकति इलेक्ट भयौँ भने नेक्स्ट टाइमलाई मैले अर्को ब्रोडर कम्युनिटीलाई आफ्नो कुराहरू पनि राख्न सक्छु। अब यहाँ प्रश्न एउटा तपाईँले एकदम राइटफुली कुरा गर्नुभयो, आधाभन्दा धेरै साथीहरू चाहिँ हेलसिङ्की भान्ताभन्दा बाहिरको हुनुहुन्छ।
यसको एउटा हेर्दाखेरि चाहिँ आधा भोटर मात्रै देखिन्छ। तर कस्तो छ भने हाम्रो नेपाली क्लोज सर्कल चाहिँ कस्तो खालको सर्कलमा बस्छौँ भने हामी भान्तामा बसे पनि हेलसिन्कीमा बसे पनि हाम्रा नेटवर्कहरू चाहिँ अर्को सिटीहरूमा पनि छ। अनि हामी एकदम पारिवारिक माहौलमा बस्छौँ, हाम्रा बर्थडेहरू मनाउँछौँ। एउटा बर्थडे मनाउँदाखेरि कमसेकम 40-50 जना जम्मा हुन्छौँ। यदि हेलसिन्कीको 1-2 जना साथीहरू यहाँ आउनु भएको छ र उहाँले चाहिँ भान्तामा चिनेको मान्छेहरू कोही हुनुहुन्छ भने पक्कै पनि कमसेकम थाहा भएको आधारमा ल है भान्तामा एउटा नेपाली क्यान्डिडेट हुनुहुँदो रहेछ, मैले आज गएर उहाँसँग कुरा पनि सुने, उहाँको मलाई विचार ठिक लाग्यो, यु क्यान कन्सिडर भनेर रिफर गरिदिनु भयो भने सायद मेरो विचारमा कोही नआउनुभन्दा भान्ता हेलसिन्कीकै मान्छे आएर सुनिदिनु पनि बेटरै हुन्छ। अनि तपाईँले दिनुभएको सजेसन हामीले ट्राई गरिरहेछौँ। मैले आज नर्मली यो कार्यक्रम इन्टरेक्सन गर्दाखेरि मेरो एक्सपेक्टेसन केही नभए पनि 100-150 जना आउनुहुन्छ भन्ने थियो। मैले आज बिहान मात्रै झन्डै 20-25 जनासँग प्राइभेटली कम्युनिकेसन गरेँ, उहाँले आउँछु भन्नुभयो। अब धेरैजना आउनु भएन, यो हाम्रो लागि सरप्राइजिङ हो पनि होइन पनि होइन। अब विशेष गरी समय परिस्थिति, आफ्नो बालबच्चाको इन्भल्भमेन्ट, बच्चाहरूलाई हारासुसमा लिएर जानुपर्ने, आफ्नो श्रीमती काममा गएको हुनाले बच्चा हेर्नुपर्ने, हाम्रा विविध समस्याहरू छन्। र त्यति हुँदा पनि म लास्ट इयर हामी नवीनजी, विजेन्द्र दाई हामी पार्लियामेन्ट्री इलेक्सन हुँदाखेरि एउटा कोकोमुस पार्टीको एउटा लिडरको इन्टरेक्सन प्रोग्राममा गएको थियौँ। हामी त्योभन्दा झन्डै 4 गुणा ठुलो ग्रुप छौँ। त्यो भएको हुनाले यो एकदमै डिस्करेजिङ हुनुपर्ने हो जस्तो पनि मलाई लाग्दैन। इट्स अ गुड मोमेन्टम। तपाईँ आउनु भएको छ। मेरो उद्देश्य चाहिँ के हो भने कमसेकम यहाँ आउनुभएको जति मान्छे हुनुहुन्छ, मेरो आजको उद्देश्य यहाँहरू धेरैले मलाई अलिकति पर्सनल लेभलमा चिन्नु भए पनि छ, तपाईँलाई थाहा पनि छ इलेक्सन क्याम्पेनको बारेमा। तर मेरो आजको उद्देश्य के हो भने कमसेकम हामी कुनै कुरा कन्फ्युजन लिएर बसेका छौँ भने त्यो कन्फ्युजन चाहिँ क्लियर होस्। हामी धेरैजना अहिले भर्खरै मैले एकजना भाइसँग, तिलक भाइसँग पनि कुरा गर्दै थिएँ। तिलक भाइसँग क्ल्यारिटी हुँदाहुँदै पनि उहाँ अहिले पनि कन्फ्युजन भइरहनु भएको थियो। अप्रिल 23 भन्नुभएको दाइ भनेर भन्दै हुनुहुन्थ्यो। अब हामीले के चाहिँ गर्नु पर्यो भने कमसेकम हाम्रो क्यालेन्डरमा चाहिँ सेट गर्नु पर्यो। उद्देश्य राम्रो छ, सबैलाई भनिरहेछौँ, तर एउटा सानो रङ इन्फर्मेसनले अप्रिल 12बाट एडभान्स भोटिङ सुरु हुने हो क्यारे भनेर भनिदिनु होला। म भोट हाल्न जाने हो भनेर बस्नु भएको छ, अप्रिल 12मा एडभान्स भोटिङै सकिसक्यो। कमसेकम एउटा टार्गेट चाहिँ के हो भने हामी यति ग्रुप मात्रै कन्फर्म भयौँ भने हामीले हाम्रो नेटवर्कलाई चाहिँ भन्न सक्छौँ है क्यालेन्डरमा राख, अप्रिल 2 देखि अप्रिल 8सम्म हो, नेपाली हो। हामीले दिएको भोट अहिले सबभन्दा बढी फ्रुटफुल युजफुल हुने भनेको नेपालीलाई नै दिएर हो। तपाईँलाई पोलिटिकल डिफ्रेन्सेस होला, तर त्यसको इम्प्याक्टफुल रिजल्ट चाहिँ देखाउने भनेको सबैलाई अधिकार छ। डेमोक्रेटिक कन्ट्री हो होइन, डेमोक्रेटिक कन्ट्री भएको हुनाले मैले तपाईँहरूलाई मलाई नै भोट हाल्नुहोस् भनेर भन्न पनि मिल्दैन। तर मेरो दायित्व के हो भने मैले तपाईँलाई कन्भिन्स गर्ने हो। तपाईँहरूले मलाई भोट दिनु र अरू मान्छेलाई भोट दिनुमा फरक के छ? मेरो लागि म एउटा रिप्रेजेन्टेटिभ मात्रै हो। मैले गर्न सक्ने भनेको मेरो लागि मेरो आफ्नो भोट मात्रै हो, त्योभन्दा बाँकी सबै तपाईँहरूले भोट हाल्ने हो। तर कम्युनिटीको रूपमा हामी स्ट्रङ हुने हो भने केही डिफ्रेन्सेस हुन सक्ला है। 2टा रुख रोप्नुपर्छ कि 4वटा रुख रोप्नुपर्छ, 10% ट्याक्स हुनुपर्छ कि 12% ट्याक्स हुनुपर्छ, हेल्थ सर्भिस 2 हप्तामा पाउनुपर्छ कि 3 हप्तामा पाउनुपर्छ भन्ने बारेमा हाम्रा विविध डिफ्रेन्सेसहरू होलान्। तर त्यो डिफ्रेन्सेसलाई विन गर्ने हाम्रो कुरा चाहिँ के हो भने हामी नेपाली कम्युनिटीको हाम्रो आफ्नै युनिक डिमान्डहरू छ, निडहरू छ। त्यो निड र डिमान्डलाई अहिले एड्रेस गर्ने भनेको चाहे पेरुसबाट उठोस्, चाहे कोकोमुसबाट उठोस्, चाहे एसडिपीबाट उठोस्, सायद भन्नलाई सजिलो चाहिँ नेपाली रिप्रेजेन्टेटिभलाई नै हुन्छ भन्ने कुरा मनन गर्यो भने पनि सायद बुझाउन सजिलो हुन्छ। हो डेफिनेटली राइट र लेफ्ट एक्सट्रिम पोलिटिकल फिलोसोफीमा केही डिस्कसन गर्न सकिएला, तर एसडिपी इट्स अ मोडरेटली एकदम राइटफुल्ली ब्यालेन्स्ड पार्टी हो जस्तो लाग्छ मलाई इमिग्रान्ट्सहरूको लागि होइन। सोसियल वेलफेयरका मुद्दाहरू, इकोनोमिकका मुद्दाहरू, विशेष गरी हामी स्क्यान्डिनेभियन कन्ट्रीमा फिनल्यान्ड बिइङ अ सोसियल वेलफेयर कन्ट्री भएको हुनाले एसडिपीले राइटफुल्ली त्यसलाई ओन पनि गर्छ। त्यो हिसाबले हामीले हाम्रो साथीहरूलाई अझ बढी कन्भिन्स पनि गराउन सक्छौँ जस्तो लाग्छ। र फर्चुनेटली हामीसँग हाम्रो कुनै कम्पिटिटर नेपाली क्यान्डिडेट हुनुहुन्न। स्टाफको आधारमा हामीसँग भान्दामा मात्रै झन्डै 800 रजिस्टर्ड भोटर हुनुहुन्छ। 800 रजिस्टर्ड भोटरमा हामीले 50%लाई कन्भिन्स गर्न सक्यौँ र उहाँहरू भोटिङ बुथमा आइदिनु हो भने इजी एक्सेस छ। टार्गेट 800लाई नै घुम्ने हो होइन।
होइन। अब कतिको सफल हुन्छु म एक्लैले गरेर सम्भव हुँदैन, त्यही भएर मेरो इलेक्सन क्याम्पेन टिम छ, त्यसमा पनि सबै साथीहरूले आफ्नो तरिकाले सहयोग गरिरहनु भएको छ। यसलाई मल्टिफोल्ड गर्ने र यो 2 हप्तामा चाहिँ सकेसम्म यो इनर्जीलाई अलिकति बढी युज गर्ने नै वान एन्ड ओन्ली टुल होला। हामी यो ग्रुपलाई अझ बढी डाइमेन्सनल अलिक बढी स्ट्रङ बनाउने चाहिँ त्यही मात्रै एउटा आधार हो जस्तो लाग्छ मलाई। अर्को एउटा हामीले याद गर्नुपर्ने अहिले भोटरको सङ्ख्या पनि बढ्ला भने जहिले पनि जुनै इलेक्सनमा पनि अलिक त्यो चाहिँ बढाएरै कुरा गर्छन्। भोट पनि हामीलाई 800 आउँछ जस्तो लाग्यो भने 400 500 आयो भने भन्ने हो। अनि अब हाम्रो नेपालीलाई भोट दिनलाई अब जो आफू चिनेको छ उहाँलाई लगभग फोर्स गर्नुपर्छ। अनि फोर्सै गरेर फोर्स गर्ने भन्दा कसैलाई पनि यसलाई भोट दियो भनेर फोर्स गर्ने कुरा त आउँदैन, तर भनेर मिल्ने मान्छेले चाहिँ भोट दिनु भयो कि भएन अब किन भने चाहिँ गर्नुपर्छ होला। नभए सम्भव चाहिँ नदिने भनेर होइन, भोलि दिन्छु पर्सि दिन्छु भने त्यसपछि एडभान्स सकिन्छ। सन्डे म्याक्सिमम् मान्छे काम हुन्छ, काम छोडेर भोट खसाल्नु साथी पनि हुँदैन, माग त्यही भएर लागि पर्नु चाहिँ सक्नुपर्छ। मलाई चाहिँ अघि भने कुरा बिताउनु भयो नि, यो मुरमाथि यो हामीले नेपाली जनगणना छ धेरै भएको ठाउँहरूमा गएर ग्रुपमा हामीले त्यो कुराहरू गर्दाखेरि चाहिँ त्यहाँ चाहिँ हामीले चिनेको मान्छेहरूलाई त्यहाँ चाहिँ बरु त्यहाँ उहाँले चिन्नुभयो त्यहाँ वरिपरि बस्नुहुने एसियन ग्रुपहरू जस्तै इन्डियन बङ्गलादेशी होइन उहाँहरू छ भने उहाँहरूलाई पनि आफूले चिनेको छ भने चाहिँ बोलाउनुहोस् भनेर अगाडि अरू भनेर गऱ्यो भने चाहिँ भोटको सङ्ख्या चाहिँ अलिकति अझै बढ्न सक्ने सम्भावना भयो होइन। त्यो गर्दा राम्रो जस्तो लाग्यो एउटा जात। अनि अर्कोमा चाहिँ जस्तै अब यहाँ कति अब भान्तार केरा बस्ने कति जस्तो आउनु भएको छैन आज जति नै हामीले चिनेको छ नि पर्सनली हामीले चिनेको साथीहरू जो त्यहाँ बस्नुहुन्छ हामीले चाहिँ अलिकति समय खर्च गरेर म्यासेज गरेर अथवा फोन गरेर होइन अब फोन गर्नु समस्या भने म्यासेज गरेर भयो भने ल भोटिङको दिन चाहिँ यो दिन हो यो नम्बर भनेर अलिकति स्योर गरेर आफ्नो अलिकति समय त्यसरी म्यासेज गऱ्यो भने चाहिँ अलिक अझै कन्फर्म अझै एस्योर हुने चाहिँ हुन्छ होला जस्तो लाग्छ है हामी आएको माध्यममा। र चाहिँ अर्को एउटा पोइन्ट भन्न चाहे अघि चिरञ्जीवले भनेको चाहिँ जुन भन्नुभयो है अब जस्तै हाम्रो सुत्केरी हुँदाखेरि आमा बोलाउनेमा जब यो फिनल्यान्डमा चाहिँ 3 महिना मात्र दिन्छ नि भिजा होइन, सरी यो टुरिस्ट भिजा 3 महिना पनि दिन्छ, अरू देशमा 6 महिना 9 महिना कति दिन्छ है अरू देशहरूमा। अब यो कतिको त्यहाँ पोसिबल हुन्छ हुन थाहा छैन, तर एटलिस्ट पनि 6 महिना चाहिँ नि टुरिस्ट भिजामा आउनुभएको मम्मी अथवा टुरिस्ट भिजामा आउने चाहिँ 6 महिना चाहिँ हुन्छ कि त्यो एउटा कुरा चाहिँ राख्न मिल्छ भने चाहिँ लास्ट क्वेसनबाट आएँ। विशेष गरी जुन ममताले भन्नुभयो भिसाको कुरा त्यो चाहिँ राष्ट्रिय पार्लियामेन्ट्री लेभलमा डिस्कसन भएर नीति बनाउने त्यो राष्ट्रिय नीति बनाउने कुरा भएको हुनाले सिटीमा काउन्सिल भएर हामीले प्रत्यक्ष रूपमा प्रभाव पार्न सक्दैनौँ। तर मलाई के लाग्छ भने अघि नै चिरञ्जीवीले गरेको कुरा अनुसारले हामीले कमसेकम सिटीलाई के इन्फर्म गराउन सक्छौँ भने त सायद यो कुरामा अवेर छैनस् कि नेपाली म्याटर्निटीमा बसेको महिलाहरूको मेन्टल र फिजिकल हेल्थ कन्डिसनलाई तिमीहरूको भिसा पोलिसीले कतिको इम्प्याक्ट पारिरहेको छ। यु हेभ नेभर गन द्याट वे। तिमीले त्यो कुरालाई बुझिरहेकै छैनौ। जस्तो चिरञ्जीवले नै भन्नुभएको कुरालाई बरो गरेर भन्दाखेरि फिनिसहरूले एउटा होइदा ल्याएर हेल्प गर्न सक्ला, उनीहरू बच्चा जन्माएको 12-13 दिन पछाडि जगिङ गर्दै एकदमै नर्मल लाइफ जिउन सक्ला। तर हामी नेपाली कल्चरल्ली सोसियल्ली सायद त्यो तरिकाले अपब्रिङिङ भएको छैनौँ। हामीलाई हाम्रो आमा छेउमा आएर बसेर बच्चालाई काखमा राखेर तेल घस्दिनु नै सबभन्दा ठुलो कुरा भएको सोसाइटीको कुरा कमसेकम हामीले हाम्रो सिटीलाई भनिदिनु त पर्यो कि हेरै तिमीहरूको हेल्थ पोलिसीमा तिमीले यो कुरा कमसेकम नोटिसमा लिनुपर्छ कि नेपाली आमाहरूको मेन्टल र फिजिकल हेल्थलाई तिमीहरूले कन्सिडर गर्ने हो भने उनीहरूको मेन्टल हेल्थ र फिजिकल हेल्थलाई इन्हान्स गर्ने तिमीले पोलिसी बनाउने हो भने यो एउटा चाहिँ बाधक छ। तिमीहरूले भर्खरै भएको आमा बाउले भिसा नपाउँदाखेरि उसको मेन्टल प्रब्लम त्यो जति इफेक्ट परेको छ नि त्यो कुरालाई चाहिँ तिमीहरूले नोटिसमा राख्नुपर्छ भनेर कमसेकम सिटीको हेल्थ कमिटीलाई इन्फर्म गराउन सक्यौँ भने भोलि उनीहरूले सायद राष्ट्रिय स्तरमा चाहिँ त्यो कुरालाई नोटिसमा त पठाउन सक्ला नि त, अनि राष्ट्रिय स्तरमा डिबेटमा त जान सक्ला नि त। वान स्टेप एट अ टाइम चाहिँ हुन सक्छ। त्योभन्दा नि अर्को कुरा टाइम पनि 3 महिना यति सर्टमा छिटो जान्छ कि 3 महिना बाँच्न एटलिस्ट 6 महिना चाहिँ हुन पर्ने त्यो सबै नेसनल पोलिटिक्स लेभलमा हुन्छ। आर्यले सोध्दै हुन्छ। मेरो क्वेसन त होइन, मेरो आग्रह हो हजुरहरू यहाँ आउनुभएका सम्पूर्णमा के भन्दा हामी यहाँ अहिले हेर्दा 40 जना छौँ
हाम्रो दाजुलाई चाहिँ जिताउनलाई चाहिँ हाम्रो पक्षबाट चाहिँ गर्नुपर्ने मेरो एउटा सुझाव चाहिँ हेलसिङ्कीमा बसेकोले जो जहाँ काम गर्दाखेरि एकजना न एकजना त भान्तावासी त हुन्छ। अनि विदेशीलाई हामीले टार्गेट गर्न पर्यो होइन। त्यो गर्दा अरू विदेशीलाई भने पनि भोट दिन्न यथार्थ हो है। हामीले भन्ने भनेको कि छिमेकी भारतको कि श्रीलङ्काको, अनि हामीले भनेको मान्ने काममा कोही हुन्छ भने अफ्रिकाको है, फिनिसलाई भनेर उनीहरूले हुन्छ भने पनि दिँदैन है यथार्थ। हामीले चाहिँ कम्तीमा पनि 40 जनाले चाहिँ एकजना विदेशीलाई मात्र पनि काममा आफूले अब काम गर्ने ठाउँमा एकजना त भन्ने हुन पर्यो होइन। एकजना विदेशीलाई हामीले भोट हाल्न लगाउन सक्यौँ भने चाहिँ अलिकति भोटिङ चाहिँ बढ्छ कि भन्ने मेरो एउटा सुझाव हो। र अर्को चाहिँ अब हजुरले चाहिँ अब जुममा हुन्छ कि केमा मिटिङ चाहिँ एभ्री डे कि त भने हप्तामा 2-3 चोटि चाहिँ दिनमा 1 घन्टा 1.5 घन्टा चाहिँ टाइम दिन पर्यो। किन भन्दा अब हजुरले बिहान पनि 25 जनालाई फोन गर्नु रहेछ तर आएन नि त। किन भन्दा कि त उनीहरूको काम होला के होला आइसकेपछि 3-4 घन्टा वेस्ट हुन्छ क्या मान्छेको। तर अनलाइनमै हुँदा चाहिँ 1 घन्टा टाइम दिन सक्छ नि त उसले। त्यो कारणले गर्दा चाहिँ अलिकति सहभागिता बढ्छ कि भन्ने मेरो अनुमान हो। र विशेष गरी त त्यही हो, यहाँ आउने भनेको चाहिँ सबैले आज टाइम छुट्याएर राखेर यहाँ आउनुभएको है। अब सबैले चाहिँ एकजना एटलिस्ट विदेशीलाई चाहिँ कन्भिन्स गर्न सक्नुभयो भने चाहिँ एकदमै राम्रो होला भन्ने चाहिँ मेरो सुझाव। धन्यवाद। एक्चुअली एकदम राम्रो पोइन्ट पनि हो। सबैको वर्किङ लाइफमा चाहिँ कोही न कोही एउटा विदेशी साथी हुन्छ, कन्भिन्स गर्न सकेको अवस्थामा त्यो पनि हाम्रो लागि एकदम बेनिफिसियल हुन्छ। अनि के अरे फोन गर्ने कुरामा हामी ट्राई गर्छौँ सबैलाई रिच गर्ने। मेरो इलेक्सन कमिटीमा भएको क्याम्पेनिङ कमिटीमा भएको र बाँकी साथीहरूले पनि वर्ड्स अफ माउथबाट अलिकति हामीलाई एसुरेन्स पनि के दिइरहनु भएको छ भने ल तपाईँलाई कहाँ सहयोग चाहिन्छ हामी जान्छौँ भनेर भनिरहनु भएको छ। भोलिदेखि अब आजको यो इन्ट्रेक्सन सक्यो, म हिजो मात्रै नेपालबाट फर्केर आएँ। भोलिदेखि हाम्रो टार्गेट चाहिँ विशेष गरी सेरिजमा सबभन्दा पहिला अलिकति धेरै जम्मा हुने मान्छेहरू जम्मा हुने ठाउँमा गएर हाम्रो फ्लायर 2-4 जना नेपाली जम्मा भएर अलिकति विशेष गरी एथनिसिटीको हिसाबमा चाहिँ साउथ एसियन ब्याकग्राउन्डको मान्छेहरूलाई फ्लायरहरू बाँड्ने चोक चोकमा गएर गर्ने कार्यक्रम पनि छ। तपाईँहरूको इन्ट्रेस्टेड हुनुहुन्छ, तपाईँहरूसँग टाइम छ भने यु आर मोर देन वेलकम। फोन गर्नुहोस्, म अभाइलेबल भएको बेलामा यदि कुनै कर्नरमा बसेर म पनि तपाईँलाई फ्लायर बाँड्नलाई हेल्प गर्छु, 2-4 जनालाई कुरा गर्नलाई हेल्प गर्छु भनेर भन्नुहुन्छ भने चाहिँ यु आर मोर देन वेलकम है। जो कमसेकम इलेक्सन क्याम्पेनिङमा जानलाई एकजना मात्रै जान चाहिँ पार्टीले पनि रिकमेन्ड गर्दैन र यो साँच्चीकै सेफ पनि हुँदैन। तर कमसेकम 2-3 जना कम्तीमा भएर इलेक्सन क्याम्पेनिङ गर्न सक्यो भने एकदम इफेक्टिभ पनि हुन्छ। तर यो भन्दा तपाईँलाई बेटर चाहिँ के हुन्छ भन्दा जति पनि तपाईँ जस्तो अब कोविकुलामा 1 गुन्टा बिल्डिङ छ होइन, अरू ठाउँमा गएर हामीले विदेशीलाई भोट माग्न भन्दा हामीले भोट माग्ने भनेको हामी नेपाली नै हो है। त्यही भएर बरु कोविकुला आउनु त्यहाँ एउटा बिल्डिङमा केही नभने 10 जना 15 जना बच्चा हुन्छन्। अनि यो किनेमी बिरुमाकी हामी अरू ठाउँ जानै पर्दैन, हामीलाई चाहिँ नेपालीको भोट भए मात्र पुग्छ क्या। र एटलिस्ट यहाँ आउनेले एकजना विदेशीलाई भोट हाल्नु मात्र लगाउनु भन्यो भने हामीलाई इनफ पुग्छ। अब हामी गएर क्याम्पेन गरेर हाम्रो टाइम वेस्ट र मनी वेस्ट गर्नुभन्दा हामी नेपाली कम्युनिटीमै मात्र जान चाहिँ सक्नु पर्यो। त्यसमा तपाईँले दिनुभएको पोइन्टमा चाहिँ कोइबिकुला मिर्माकी योकिनियमीमा हामी डोर टु डोर गएर सकेसम्म धेरै मान्छेलाई एकचोटि ग्रुपमा भेट्ने र केही नभए भने कमसेकम डोर नक गर्दै नेपालीहरू बसेको ठाउँ आइडेन्टिफाई गर्दै उहाँहरूसँग भेट्ने हाम्रो प्लानिङ पनि छ, कुरा पनि गरिरहेछौँ। र त्यसमा इफ यु हेभ टाइम प्लिज जोइन गर्नुहोस्, हामी जान्छौँ, कुराकानी पनि गर्छौँ। मेरो विचारमा अब के अरे दाइ उठ्नु लाउनु भएको छ होइन, हामी सबैजनालाई एकदम प्राउडको कुरा पनि हो। हाम्रो रिप्रेजेन्टेटिभ भएर दाइ चाहिँ एउटा माथि जाँदै हुनुहुन्छ। तर हामी यहाँ जति 40 जना 50 जना मान्छेहरू छ भने मेरो विचारमा केही नभए पनि हरेकजना मान्छेको 5 देखि 10 जना साथीहरू चाहिँ हुनुहुन्छ क्या, जसलाई कन्भिन्स गरेर ल है गएर भोट हाल्नु है कन्भिन्स गर्न चाहिँ सकिन्छ। त्यही गर्दा पनि हामी यहाँ 40 जना मान्छेहरूले अर्को 5 जनादेखि 10 जना मान्छेलाई कन्भिन्स गर्न सक्यौँ भने चाहिँ होइन हाम्रो चाहिँ दाइलाई चाहिँ माथि पठाउन चाहिँ त्यो एउटा ब्रिज चाहिँ बन्छ जस्तो लाग्छ है मलाई। एउटा कुरा भन है भाइ, अब उहाँलाई हामी कतिजना उहाँको इलेक्सन कमिटीमा छौँ होला,
त्यसमध्ये हाम्रो 5 जनै छ भने एकजनाले उहाँलाई सायद चिनेको होला, अर्को 4 जनाले नचिनेको। हामी गाउँको मान्छे त छैन, सबैजना अवेर छौँ। वाइ शेखरजी भन्ने क्वेसन पनि आउँछ, किन दिने मलाई भनेर, ऊ को हो भन्ने। त्यसको लागि हाम्रो चाहिँ अब किन दिने भने हामी प्रिपेयर हुनु पऱ्यो के कारणले। मैले चिने मान्छेहरूलाई भन्दाखेरि जसलाई पाएँ त्यसलाई म भोट दिउँ भनेर भन्दिनँ। मलाई केपेबल लागेको मान्छे र हाम्रो इस्यु उठाउन सक्ने मान्छे हो उहाँ, त्यति विश्वास गरेर दिनु भन्दाखेरि त्यसरी एउटा चाहिँ दिनुपर्छ। नेपाली भएर नेपाललाई दिनु भनेर चाहिँ त्यसले चाहिँ कन्भिन्स हुने मान्छे हामी नेपालीहरूमा पनि छैन। धेरैले सोधेको पनि छ। अब कोही मान्छे चाहिँ चिने हुन्छ, अब गुड रिजन अब ब्याड रिजन, कोही चाहिँ त्यो तपाईँ धेरै वर्ष पनि हुनु भएको छैन यहाँ, त्यही भएर नचिन्ने उहाँलाई नचिन्ने मान्छेहरू पनि टन्नै छन्। त्यसपछि त्यो भन्न हामीले सबैले यो लाइन चाहिँ हुनुपर्छ। किनभने शेखरजीलाई हामीले सपोर्ट गरेको कारण के हो, नेपाली भएर मात्रै होइन नि, नेपालीहरू जो उठे पनि नेपालीलाई सपोर्ट गरेर हाम्रो इस्युमाथि जान्छ भन्ने पनि मिल्दैन। जो केपेबल छ त्यसलाई गर्नुपर्छ। नेपालीलाई अब तपाईँको सपोर्ट गर्ने त एउटा हाम्रो कुनै हो होइन। यो प्रश्न तपाईँलाई सोध्छ, मलाई पनि सोधेको छ वाइ त्यो भने 5 जनादेखि 7 जना साथीहरू त हुन्छ नि आफ्नो होइन। म 23 वर्ष बस्न लागेको, म सधैँ पेरो समाजलाई भोट हाल्छु। हजुर, किन मुसलमानले देश खाइसक्यो। हजुर, सबै देखेँ सही कुरा हो नि। त्यहाँ मिठो मिठो कुरा गर्नु पर्दैन, सिधै कुरा। मैले तपाईँ नेपाली भनेरै भोट हाल्नु, सिधै कुरा। अहिले म बिहान 4 बजे काममा गएको, भोलि 4 बजे उठ्नु छ, म नेपाली हो। चाहे मेरो दुश्मन किन हो, नेपाली हो भोट हाल्छु। यो हाम्रो कम्युनल फिलिङ पनि हो। प्रिन्सिपलका आदेशमा कुरा गर्ने व्यवहार त मलाई चाहिँ आउँदैन होइन। नेपालले भाषण दिएर कसले भोट हाल्दैन। तपाईँले पर्सनली सबैसँग सम्बन्ध तपाईँको व्यक्तित्वलाई हेरेर भोट हाल्नु। तपाईँको बारेमा सुनेर बुझेर, तपाईँको कुरा सुनेर, तपाईँको बारेमा अर्काले भनिदिएर भोट हाल्नेमा चान्सेस बहुत कम छ। तपाईँ स्वयं व्यक्तिगत रूपमा त्यो मान्छेको मन जित्नुहोस्। व्यक्तित्वले तपाईँ पार्टीको पोलिसी आइडियोलोजी कहिले चिन्दैन। सत्य कुरा, नेपालमा आइडियोलोजी बेस छ छैन, सबै आफ्नो स्वार्थमा लाग्यो। कोही कङ्ग्रेसको बिपीको कोहीलाई गर्छ गर्दैन, माओवादी कहाँ हरायो होइन। त्यही तपाईँ व्यक्तित्वलाई हामीले सम्मान गर्ने हो। तपाईँको विचार, तपाईँको व्यक्तित्वलाई हामीले भोट हाल्ने हो। तपाईँको एसडिएफए यो सानो लोकल इलेक्सन हो। तपाईँ यहाँ बाछिकै नेपाल जस्तो पावर त हुँदैन। त्यो ट्र्याकभन्दा बाहिर गएर के गर्न पाइन्न, मेरो मान्छे यताउता गर्न मिल्दैन, नियममा बसेर बस्ने हो होइन। तर हजुरको व्यक्तित्वमा नै म आएको कारण पनि हजुरको बारेमा मलाई हजुरलाई चिनेको छैन। एकजना साथीले राम्रो हुनुहुन्छ भनेर म तपाईँलाई सुन्न आएको र कुरा पनि राम्रो लाग्यो। यसरी नै हजुरले सबैको मन जित्नुहोस्। हाम्रो बिल्डिङमा 25 देखि 30 जना छ। उतापट्टि रासन कार्डमा छन् 25, 30, 40 जना। तपाईँले मैले त्यो हो सत्य कुरा गरेको होइन। तपाईँले आफ्नो पर्सनालिटी छ नि, त्यसलाई नै देखाउनुहोस् कि तपाईँ को हो भनेर। त्यसले मन जित्नुहोस्। यो पटक सफल नहुनु होला, तर अर्को पटक त्यसमा झगडा उहाँको भिजिबिलिटी चाहिन्छ है। हामीलाई बाटोमा उभिएर भोट आउँदैन, हामीले मान्छेलाई कन्भिन्स गर्नुपर्छ, तर भिजिबिलिटी चाहिँ हुनुपर्छ। नेपालीले कतिले चिनाएको छैन भनेपछि उहाँको बजेट पटक्कै छैन रे, पार्टीले भने दिनुभएको छैन। अब हामी मध्ये कसैले 2-4 युरो राख्नु नसक्ने मान्छे पनि छैन होला, गुड कज होइन। अब तपाईँ अस्ति पनि सोधेको थिएँ, अब तपाईँले के भन्नुभएको छ त्यसको लागि? त्यसमा यस्तो भयो, म तपाईँलाई दुईटै एङ्गलबाट कुरा गर्दैछु। हामीले टिममा डिस्कसन पनि गऱ्यौँ, अनि सोसियल मिडियामा इन्भेस्ट गर्दाखेरिको आउटकम कति हुन्छ र हामीसँग भएको पोटेन्सियल अहिलेको जुन अभाइलेबिलिटी छ, हामीले जुन अप्रोच तयार गरिरहेछौँ त्यसबाट के डिफ्रेन्सेस फरक पर्छ भन्दाखेरि भिजिबिलिटी होला, तर भोटिङ टर्नओभरमा खासै त्यस्तो धेरै इम्प्याक्ट पर्ने डिसिजन देखिएन। हाम्रो प्रारम्भिक आकलनले त्यसमा झन्डै 1200-1500 युरो चाहिँ खर्च हुने देखियो होइन। 1200-1500 युरो खर्च हुँदाखेरि मेरो 400 प्रोजेक्टेड भोटबाट 450 पनि हुँदैन भने त्यसमा खर्च गर्नुभन्दा बरु हाम्रो टिमले चाहिँ के कुरा गर्यो भने हाम्रो नेपाली कम्युनिटीमा सबभन्दा पहिला हामीले जित्न सक्ने सेन्टिमेन्ट भनेको वी आर नेपाली, नेपालीले नेपालीलाई।
अनि उहाँले राइटफुल्ली भन्नुभएको जस्तै एउटा कन्फ्युजन चाहिँ मान्छेलाई के हुनसक्छ भने शेखर आचार्यलाई मैले देखेकै छैन चिनेकै छैन किन भोट हाल्ने भन्दाखेरि बरु त्यसमा चाहिँ इफोर्ट लगाउँ शेखर आचार्यलाई कसरी चिनाउने अनि तपाईँले भन्नुभयो जस्तो अहिले मैले के ट्राई गरिरहेको छु भने म हरेक दिन सकेसम्म कसैले बोलाउनुहुन्छ म दौडेर भेट्न जान्छु तर कमसेकम त्यो भएन भने जस्तो तपाईँले दुईजना साथीलाई भन्नुहुन्छ उहाँले शेखर आचार्यसँग एकचोटि कुरा गराउनु त भन्नुभयो भने म फोन नम्बर लिएर उहाँलाई तुरुन्तै कल ब्याक गर्छु र इमिडिएटली राम्रो रेस्पोन्स चाहिँ के आइरहेछ भने तपाईँले फोन गर्नुभयो तपाईँले कुरा गर्नुभयो तपाईँले कुरा सुने होइन ल मलाई खुसी लाग्यो भन्ने खालको अप्रोच चाहिँ आइरहेछ म टोटल्ली नेगेटिभ होइन फेसबुक मार्केटिङ क्याम्पेनिङ गर्नलाई त्यसमा हामीले अलिकति इन्टेन्सिभ डिस्कसन पनि गऱ्यौँ त्यो डिस्कसनको आउटकम के निक्ल्यो भने हामीले पैसा कलेक्सन गरेर 2000 युरो फेसबुकमा हाल्दाखेरि त्यसको सिग्निफिकेन्ट इम्प्याक्ट चाहिँ रिजनेबल्ली त्यति कन्भिन्सिङ भएन 400 भोटबाट 500 भोट पनि आउने देखिएन त्यो भिजिबिलिटी देखिने भयो होइन भिजिबिलिटी कस्तो भने स्टकम्यानको बाहिर एकदम राम्रो लुगा छ तर $200 छ म तिर्न सक्दिनँ देखिन्छ देखा छ त्यो खालको एप्रोच लिने हो कि बरु सेलेबल एप्रोचबाट जाने हो अनि सेलेबल एप्रोचमा चाहिँ जान सकिन्छ कि भन्ने हिसाबले हामीले ट्राई गर्ने भन्ने भएको छ तर यदि रिसोर्सेस जम्मा हुन्छ सबैजनाले ओपनली त्यसमा कन्ट्रिब्युट गर्नुहुन्छ भने हामी फेरि त्यसमा टोटल्ली त्यसलाई बाइपास पनि गर्ने प्लानमा पनि छैनौँ त्यो चाहिँ ट्राई गर्छौँ यसमा एड गर्दाखेरि हामीले चिनेको मान्छेहरु जस्तै तपाईले नै वाइ गरेर त्यसरी कन्ट्याक्ट भएर कुरा गर्नुभयो भने तपाईको बारेमा उहाँ अरु मान्छे थाहा पाउनुभयो हैन तर इन केस भेट भएन छैन भने चाहिँ हामीले चिनेको मान्छेलाई उहाँको बारेमा भन्नु पर्यो किन चाहिँ फोन गर्ने किन क्यापेबल छ मैले चाहिँ एउटा याद गर्नु जस्तो यहाँले राहुलजी देखाएको थियो हाम्रो मावाज इभेन्ट छ मलाई जहाँसम्म चाहिँ वर्षा दिदीको छोरी पनि एक समय एकदमै राम्रो फ्यान फलोवर थियो टिकटकमा उहाँहरूलाई चाहिँ युटिलाइज गरेर होपफुली उहाँहरूले हाम्रो क्यान्डिडेट भनेर हप्तामा एउटा पोस्ट चाहिँ उहाँहरूको प्लेटफर्ममा सेयर गरिदिनु भयो भने पनि सेयर गरिदिनु भयो भने त्यसले चाहिँ डिफ्रेन्ट ग्रुपहरूमा चाहिँ हाम्रो मेसेज जाला जुन हामीले फेसबुकमा इन्भेस्ट गर्नु भन्दा यो प्लेटफर्म अनि अर्को याद गर्नलाई मैले यो जोड्न खोजेको कुरा चाहिँ शेखरजी भान्साबाट उठ्नु भएको छ एसटिभीको लिडर हामी अन्तिम लिडमा भान्ता सिटीको मान्छे हो ऊ पनि यही सिटीबाट अहिले काउन्सिलरमा उठिरहेछ तपाईँले को अब कनेक्सन कस्तो छ थाहा भएन कम्तीमा एउटा इभेन्ट इलेक्सनभन्दा अगाडि नेपाली कम्युनिटी प्लस उहाँलाई राखेर एउटा इभेन्ट राखिदिन सक्नुभयो भने हामी नेपालीहरूले उहाँसँग एक खालको कनेक्सन गर्ने हाम्रा इस्युजहरू राख्ने पुरा मौका पनि पाउँछौँ त्यसले गर्दा अहिलेको एसटिभीको ट्रेन्ड देख्दा उहाँ पार्टीको चाहिँ चेयरपर्सन भएको कारण वेटिङ प्राइम मिनिस्टर जस्तै कुरो हो त्यो चाहिँ भोलिको हाललाई हाम्रो कम्युनिटीलाई कहाँ भइसक्योलाई चाहिँ एउटा खालको नेटवर्किङ पनि भइदिन सक्छ होइन त्यो राखिदिनु भयो भने अझै पोजिटिभ भइदिन्छ कि भन्ने एउटा मेरो आशा छ होइन को बिजी स्केड्युल हेर्दाखेरि म त्यति सम्भव देख्दिनँ तर म ट्राई चाहिँ गर्छु एकदम राम्रो तपाईँले सुझाव दिनुभयो अनि जुन टिकटकको कुरा आयो हाम्रो टिमले डिसिजन गरेको चाहिँ यो फेसबुकमा पैसा तिरेर मार्केटिङ गर्नुभन्दा हामीले लिस्ट गरेका छौँ 5-6 जना टिकटक इन्फ्लुएन्सरहरू उहाँहरूलाई चाहिँ एप्रोच गर्ने कुरा भएको छ म नेपाल थिएँ मेरो धेरै साथीहरूलाई थाहा नहुन सक्छ मेरो नेपालमा 2 वर्षदेखि प्लान एउटा एकदम मेगा इभेन्ट भएको हुनाले म नेपाल जानै पर्ने थियो म बिचमा केही समय यहाँ हुन सकिनँ त्यसले गर्दाखेरि मेरो साथीहरू जसले चुनावी प्रक्रियामा सहयोग गरिरहनु भएको छ उहाँहरू पनि आफ्नो दैनिकीमा व्यस्त हुनुहुन्छ सबैले एकछिन है म यो कुरा हुन्छ नि अनि हामीले चाहिँ के निर्णय गरेका थियौँ भने हामी टिकटक इन्फ्लुएन्सरहरूलाई चाहिँ कुरा गरौँ भन्ने थियो म हिजो मात्रै ल्यान्ड भएँ नेपालबाट मैले एकछिन पनि टाइम दिन सकिनँ म बिहान 5 देखि राति 12 बजेसम्म मेरो टोटल घरको इभेन्टमा इन्भल्भ हुनाले मैले त्यो टाइम एलोकेट गर्न सकिनँ तर हाम्रो कुरा चाहिँ भएको छ भोलिबाट हामी कमसेकम 5-6 जना 2-4 जना टिकटक इन्फ्लुएन्सरलाई कुरा भइसकेको छ एकचोटि शेखरजीसँगै कुरा हुन पायो भने चाहिँ कन्भिन्स हुन्छु भनेर उहाँले भन्नुभएको छ अरे त्यही भएर भोलि बिहानको फर्स्ट आवरको मेरो काम चाहिँ टिकटक इन्फ्लुएन्सरहरूसँग पर्सनली कुरा गर्ने भन्ने प्लान पनि छ एकछिन आएर त्योभन्दा पहिला निराजनजीले हात उठाउनु भएको लाग्छ एक्चुअली एडभर्टिजमेन्टको कुरा चाहिँ अब केहीहरू देखिरहेको छ होइन तपाईँले भने जस्तै तपाईँको हामीले भने जस्तै त्यो 1000-1200 खर्च गर्नु पर्दैन है धेरै कस्टमाइज गरेर भ्युजहरू कस्टमाइज गरेर एडभर्टिजमेन्ट सेट गर्न सकिन्छ इभन 50
€300 पनि धेरै राम्रो रिच हुन्छ। तपाईँको यो भोट बढाउने कुरा मात्र भन्दा पनि तपाईँको भिजिबिलिटी चाहिँदैन। अघि बेमा दिदीले भने जस्तै अब रोडमा पनि चाहियो। जस्तै सेफ्टीको कुरा गरौँ नि अगाडि बसेको पुरै फिनिसहरूलाई अथवा तपाईँको रेसियल त्योहरू पनि क्यान्डिडेटहरू पनि क्याम्पेन गरेको देखिरहेको छ। एक्लै बसेर उनीहरूले दिइरहेछ कुरा सुने नसुने अब म तपाईँलाई पहिला पनि भनेको त्यो तपाईँ आफ्नो भिजिबिलिटी त्यहाँ हुनु पऱ्यो। सबभन्दा पहिला त मेन यो चुनाव फर्स्टमा जित्नु पऱ्यो तपाईँको लागि फर्स्टमा के हामी त के पुस फ्याक्टर हो नि त होइन। हामीले पुस गर्ने जस्तै अघि साथीले पनि भन्नुभएको थियो नेपाली भएको नाताले र हामी त मित्र भएको नाताले पनि चिन्जान भएको नाताले तपाईँको व्यक्तित्व पछि आउने कुरा हाम्रो लागि मेरो लागि एटलिस्ट मेरो लागि चाहिँ शेखर आचार्य भन्ने व्यक्तित्व पछि आउने फर्स्टमा हो नेपाली हो र एउटा आइडेन्टिटी क्रिएट गर्ने कुरा छ सिटी लेभलमा होइन। फर्स्टमा त्यो एउटा अवसर हाम्रो लागि भन्ने सोचेर नै म पनि एकदमै लागिरहेको छु। म सोसाइटीमा नभएको मान्छे तपाईँलाई थाहा छ मैले हालसाल आएको छु तपाईँको लागि पनि धेरै तपाईँको लागि भने हाम्रो लागि भनौँ न नेपालीहरूको एउटा आइडेन्टिटी कोही छ है नेपालीको जस्तै मैले अघि एकजना साथीले जस्तै साउथ एसियन अथवा अरू अफ्रिकन साथीहरूलाई पनि मेरो साथी है मैले चिनेको साथी है यो है यदि मलाई चाहिँ भोट हाल्नु मन छ र भोट हाल्नु लाग्छ भने उसको एजेन्डा यो छ होइन अलिबाट भन्न सकिन्छ अपोज गर्न सकिन्छ। र यो इन्फ्लुएन्सरको कुरामा पनि जस्तै इन्फ्लुएन्सर पनि जस्तै को इन्फ्लुएन्सर टिकटक चलाउनेहरू अथवा युट्युबतिर चाहिँ यो भ्लगिङ गर्नेहरू छ। अहिले रिसेन्टली फिनल्यान्डमा आएकाहरू पनि छन् जो आफै भोटर छैन त्यसले कस्तो इन्फ्लुएन्स पार्छ। हाम्रो बिल्डिङमा हजुर त्यहाँ कोही कुलर छ नि मेट्रो ट्रेन स्टेसन त्यहाँ नेपालीहरूको अलि बाक्लो उपस्थिति छ। हजुर त्यहाँ समय दिएर त्यो को सिटी मार्केट र लिडलको त्यही वरिपरि आफ्नो त्यहाँ उम्मिदिनु हो 2-4 घन्टा जो नेपाली सपिङ गर्ने जाने तर्फबाट टाइमको त्यो ल्याउने एउटा सर्टेन टाइम हुन्छ नि हजुर त्यसमा बिचको साँझतिर हजुर त्यहाँ प्रायः मान्छे भेटिन्छ। म्याक्सिमम जति त्यहाँ बस्छ नि मेरो बिल्डिङमा 4जना भोटर छन् श्रीलङ्कन जो राम्रो साथी छन् हाम्रो। हामीले भनेपछि हजुरलाई उनीहरूले भोट हाल्छन् भ्याएसम्म अनि 2जना बङ्गलादेशी छन् प्लस मेरो दाइ भाउजू हामी बुढाबुढी यहाँ बहिनी हुनुहुन्थ्यो 2जना हामी 20 देखि 25 भोट हाम्रै बिल्डिङमा छ। मैले अघि भन्न खोजेको यो पनि राम्रो हो एउटा पहल तर यहाँ मैले देखेँ नि जम्मै यहाँ तपाईँ भोट हाल्ने मान्छे कम छन् नि तपाईँको मेन सोच जहाँ बुद्धि छ त्यो त्यता छ क्या हजुरको इन्डिभिजुअली पर्सन टु पर्सन कन्ट्याक्ट अलिक एफोर्ट दिनु पर्यो होइन। अब अनुहार देखाएर भोट कसरी दिने होइन तपाईँले यहाँ पुरानो 100 वर्ष बसेका मान्छे यहाँ ल्याउनुहोस् भोट हाल्ने मान्छेले हजुरलाई हाल्ने हो कि नि यो यत्र फोकस गर्नुहोस्। उहाँहरूको सहयोग आफ्नो ठाउँमा राम्रो छ तर हजुरलाई चाहिने भोट त यताको एरामादेखि टिकुरीलासम्म मात्रै यो रेल लाइन छ नि कोर्सो होइन अनि साबियो हाम्रो हरिभाइ साबियो कता बस्छ होइन यो लाइनको मान्छेहरूलाई जस्तै भाइको सर्कल छ होइन यो लाइनको मान्छेहरूलाई हजुरले एक दिन दिनुभयो भने मेन जङ्सनहरूमा मलाई पुरा विश्वास छ। किनकि म यत्रो वर्षदेखि धेरै क्यान्डिडेट देख्छु क्या दिदीहरू बेमा दिदी आफ्नो ठाउँमा गर्नुभयो दिदीले के गर्नुहुन्न कति मुसलमानहरू यहाँ आएका पार्लियामेन्टमा पुगिसके कोही काले गोरे साउथ एसियन सबै फिलिपिन्स साउथ अमेरिकन पुगिसके। म सधैँ म अलिक पोलिटिकल्ली पनि अलिकति मलाई इन्ट्रेस्ट लाग्छ अनि हेर्छु नेपाली कोही देख्दैन हजुरलाई देख्नुहुन्थ्यो कि होइन हाम्रो भोइस हो एउटा पहिचान हो एउटा सानो विन्डोबाट एउटा पहिला छिर्नु पऱ्यो नि त हजुरले त मार्केट त अरूलाई देखाउने हो नि त हजुरले गर्न सक्नुहुन्छ अर्को पनि सेक्रेटरी गर्नु म पनि लाग्छु 1-2 गर्दै हुन्छ होइन यदि हाम्रो खुट्टा तान्ने परम्परा भएन भने है राम्रो हुन्छ नि त अनि सो यथार्थ कुरा होइन हामी झुट बोल्न सक्दैनौँ हामी एउटा परम्पराबाट आएको त्यो बानी त्यही ल्याएर आउँछौँ यहाँ आउँदैमा सुन्ने जोडेकै अर्को मान्छे हुँदैन हामीलाई त्यो गुणहरू सुन्ने छुट्छ हामीले आफूलाई एक युनाइट बनायौँ भने हजुर एउटा प्रतिनिधि पात्र हो क्या त्यही भएर पनि मैले त्यहाँ जो अस्ति मैले सिटमा जाँदा एउटा साथीले भन्नुभयो हजुर उठ्नुवाजाले फोटो देख्नुभयो म तपाईँलाई सुन्न आएको किनकि त्यसो गर्नुहोस् मलाई पुरा विश्वास छ हाम्रो पुरा मिहिनेत हुनुहुन्छ हाम्रो तर्फबाट पुरा हुन्छ त्यो एउटा नेपालीलाई पुर्याउनु पऱ्यो। हामी प्लानिङमा छौँ तपाईँले कन्ट्याक्ट गर्नुहोस् तपाईँ र म पनि छ होला। त्यो बाहेक अब हामी नेपाली बिच चाहिँ यो भयो उहाँले भन्नुभएको कुरा एकदम भ्यालिड हो गर्नु भयो भने म पनि सिल्दामाकीको डोरमा सबभन्दा बढी भोट आएको सिल्दामाकीबाट हो हरेकको घर चाडेको थियौँ। त्यो बाहेक धेरै भोटहरू वाली कोनेबाट पनि आएको छ जस्तो उलाल निन्नाबाट त्यहाँ त नेपालीहरू कोही पनि बस्ने त्यहाँ भोट पनि आएको छ। त्यही भएर भिजिबिलिटी चाहिँ जस्तै तपाईँले 2000 खर्च गर्नु परेन तर 300 खर्च गर्नुहोस् कमसेकम कहीँ देखिन्छ। अब तपाईँको पार्टीले यहाँ बसहरू बाटोमा राखिने गरेको छ के छ थाहा छैन
जताततै आइरहेछ तर के छ आउँदैछ बसहरूमा राख्छु भनेर चाहिँ एउटा म्यागजिनमा दिने बसमा दिने भन्ने छ तर एकदम मिनिमल छ त्यो खासै त्यसको अब जस्तो मलाई एप्रोच भएको थियो फिनिस पत्रिका जुन घर घरमा बाँडिन्छ त्यसमा चाहिँ फोटो हालेर दिने भन्ने कुरा थियो तर त्यो भिजिबिलिटी भन्दा बरु फेसबुकको भिजिबिलिटी किनभने हामीले त्यसलाई प्यारामिटर सेट गर्न सक्छौँ होइन ओरिजिनालिटीको हिसाबमा एथनिसिटीको हिसाबमा ल्याङ्ग्वेजको हिसाबमा एरिया स्पेसिफिक भएर गर्न सक्छौँ अब दिलले राइटफुली भनिसक्नुभयो म पनि एउटा वर्किङ क्लासको मान्छे हुँ पोलिटिकल एजेन्डामा लागे पनि त्यसका लागि लिमिटेड रिसोर्सेस थियो लिमिटेड रिसोर्सेसहरू ड्रेन आउट भइरहेको अवस्थामा केही कन्स्ट्रेन्टहरू छ तर यदि कम्युनिटीबाट केही सपोर्ट आउँछ भने मैले त्यसलाई इन्कार गर्दिनँ त्यो सपोर्टले सकिन्छ भने सानो ठुलो जति सकिन्छ भिजिबिलिटीको लागि तपाईँले गरेको सजेसन अनुसार हामी ट्राई पनि गर्छौँ तर यदि रिसोर्सेस नभएको अवस्थामा लिने एप्रोच चाहिँ के हो भनेर भन्ने कुरामा चाहिँ मैले अहिलेको उत्तर दिएको थिएँ यदि हामीसँग रिसोर्सेस काहीँ पनि जुटेन भने चाहिँ सकेसम्म रिसोर्सेस खर्च नगरिकन पनि त्यति नै रिजल्ट आउँछ भने जुन चाहिँ बढी फ्रुटफुल हुन्छ जुन चाहिँ बढी इम्प्याक्टफुल हुन्छ त्यसमा लागौँ भन्ने कुरा थियो तर डिनाइ गरेको छैन त्यसमा यदि काहीँ कतैबाट सपोर्ट आउँछ भने हामीले गर्छौँ म एउटा सानो फाइनल गाइदिइहालौँ पार्टीले जम्मा 400 युरो दिएको छ हामीलाई मार्केटिङ क्याम्पेनिङको लागि 400 युरोमा मेरो मार्केटिङ र पब्लिसिङ गरेर झन् 380 युरो सकिसक्यो सो द्याट इज नथिङ किनभने सबै कुरा एक्सपेन्सिभ छ फिनल्यान्डमा होइन बाँकी मैले आफ्नो सक्ने तर्फबाट एक्सपेन्सेसहरू गरिरहेको छु केही साथीहरूले प्रमिसिङ पनि वर्ड्सहरू पनि दिइरहनु भएको छ सपोर्टहरू मिल्यो भने हामी त्यो कुरामा पनि ट्राई चाहिँ गर्छौँ फेरि भने धेरैजनाले मैले उसलाई भोट दिने उसलाई किन जागिर दिनु भन्ने एटिच्युड भएको धेरै मान्छेहरू छ तर यो चाहिँ बेसिकली भोलिन्टियरिङ काम हो जति घन्टा मिटिङको लागि प्रिपेयर गरेर पढ्नुपर्छ त्यसको लागि डबल पाउँछ है उहाँको घन्टाको हेरेर नि उहाँ एउटा मिटिङ दुई हप्तामा एउटा मिटिङ हुन्छ एउटा मिटिङको 269 त्यसमा 20% पार्टीलाई जान्छ त्यसपछि ट्याक्स लगाएर तपाईँको कति ट्याक्स छ त्यो अनुसार अब 100 युरो 80 युरो कति आउँछ त्यो बाहेक अनि बाबु कुन्दा र टोमी कुन्दा भन्ने हुन्छ त्यो दुईटामा गयो भने 100 कति चार्ज हुन्छ तर इभेन भयो भने त्यो पैसाको लागि चाहिँ पैसा चाहिँ एकदमै मिनिमल हुन्छ त्यही भएर यो चाहिँ भोलिन्टियरी काम गरेको मान्छेले इन्करेज गर्नुपर्छ एकदम टाइम चाहिँ जान्छ एउटा चाहिँ अर्को लास्ट जुन हाम्रो इन्फ्लुएन्सर जुन एक्सेप्ट गरेर भन्ने छ नि त्योभन्दा बेटर चाहिँ टिकटकहरू सबैले अब नचलाउनु पनि पायो होइन त्योभन्दा बेस्ट हाम्रो प्लेटफर्म भनेको हाम्रो नेपाली उहाँको त्यो तपाईँको चाहिँ लेखेर भन्दा पनि जुन लेखेर तपाईँको मौखिक जुन हुन्छ तपाईँको सानो भिडियो लामो पनि होइन 7 देखि 8 मिनटको भिडियो मान्छे पनि हेर्छ 30 मिनट भने एकदमै तपाईँको एउटा भिडियो लगाएर एडिटिङ गरेर 7 देखि 8 मिनटको भिडियोमा तपाईँले चाहिँ अब जति पनि अब घरमा जान मैले नसकेकोमा क्षमा प्राप्त छु भन्ने तरिकाले मेरो यहीँबाट एउटा चाहिँ आह्वान छ भनेर एउटा एकदमै बुलेट पोइन्टको साथमा नेपाली बजार हेल्सिङसँग कमेन्ट गरेर एभ्री विक किनभने मान्छेले भुल्छ होइन एभ्री विक चाहिँ त्यसलाई चाहिँ पोस्ट गर्छ अब क्याम्पेन आउनु भन्दा पनि लास्ट टु विक एभ्री डे चाहिँ 5 आवरमा हुँदै त्यो पोस्ट गर्नु अनुरोध गर्नुभयो भने चाहिँ एकदमै राम्रो होला एडमिनिस्ट्रेटरसँग कुरा भएको छ उहाँले पोजिटिभ सपोर्ट गर्छु पनि भन्नुभएको छ कन्टेन्टहरू हामीले तयार गरेर दिनुपर्ने कुरा भएको छ एकदम राइटफुल्ली सजेसन गर्नुभयो त्यसमा पनि पहल भइसकेको छ एनआरएनमा पनि दाइले के गर्न सक्नुहुन्छ कसरी गर्ने भन्दा पनि होइन हामीले आफूले के गर्ने क्या मैले 5 मान्छे कम्युनिस्ट गर्न सक्दिनँ होइन तपाईँ कति मान्छेले गरेर जामा भोट हाल्नु भनेर भन्नु लास्ट मैले भन्ने भर्खर मैले केही घन्टा अगाडि चाहिँ हाम्रो सुदीप भूषण दाजुले चाहिँ फेसबुकमा पोस्ट गर्नु स्ट्रेट ग्रोथ टुगेदर भन्नुभयो मलाई जसमा उहाँ पनि हेल्सिङको सेयर गर्दाखेरि
हाम्रो उहाँहरूको शुभेच्छा होला तर भान्ता सिटिङ स्पेसली त्यहाँ मेन्सन राम्ररी गरिदिनु भान्ता सिटिङको जो त्यहाँ पर्मानेन्टली रिसाइड गर्नुहुन्छ उहाँहरूले गएर भोट हालिदिनु यो दिन प्री भोटिङ डेट हो यो दिन भोटिङ डेट हो यस्तो अलिकति क्लियरली लेखिदियो भने यी सबहरू किन नेपालदेखि संसारभरिकाले हेर्छ कहाँलाई भोट हाल्ने के हाल्ने थाहा छैन अब शेखर आचार्य भने भन त के हो कसो सबै कन्फ्युजन हुन्छ यो चाहिँ कुरा अलिक क्लियरिफाई गर्दाखेरि मैले यहाँ सबैजनाको कुरा सुन्दाखेरि एउटा निष्कर्ष हामीले पहिले मिटिङमा पनि त्यही नै निस्काएका थियौँ एउटा कुनै स्ट्राटेजी इनफ हुनेवाला छैन हामीले डोरमा गएर नक पनि गर्नुपर्छ चोकमा बसेर मान्छेलाई हेलो पनि भन्नुपर्छ सोसियल मिडियाबाट प्रचार पनि गर्नुपर्छ नेपाली हो भनेर भोट दिनु पनि भन्नुपर्छ शेखर आचार्य मैले ट्रस्ट गरेको मान्छे हो भनेर भोट दिनुपर्छ सबै स्ट्राटेजी युज गर्नुपर्छ जसरी हुन्छ भोट चाहियो मुख्य कुरो त्यही हो हर्जीले के भन्नु होइन मैले भन्न खोजेको जसरी अघि दाइले भनेको 20-25 जना त्यहाँ हुन्छ होइन तपाईँ नजानु त्यहाँ जानु नभएको खण्डमा केही प्याम्पलेट्स तपाईँ पार्टीमा लेखेर तपाईँले प्रत्येक जसको घरमा धेरैजना मान्छेको उहाँलाई लिएर पठाउनु उहाँले त्यो घरको एटलिस्ट त्यो घरमा आफ्नो बिल्डिङमा यहीँदेखिको प्लान नै त्यही हो त्यसको चाहिँ प्लानिङ भइसकेको छ हामी कमसेकम मेजर डेन्स रेसिडेन्सियल एरियामा कमसेकम नेपालीहरूलाई नछोड्ने र विशेष गरी हामीलाई अलिकति सपोर्ट गर्न सक्ने खालको कम्युनिटीलाई चाहिँ फ्लायरहरू दिने अनि त्यसमा अब दुईवटा अप्रोच एउटा चाहिँ अब बाहिरको कुस्ती लातीको भयो भने हामीलाई सजिलो भयो भएन भने भित्र इन्ट्री गरिसकेपछि कम्ती ढोकाभित्र छिराउन सक्ने ट्राई गर्ने भनेर हामीले त्यो अब बुझेका छौँ भोलिदेखि चाहिँ त्यही गर्छौँ किनभने यो हिजो मात्रै प्रिन्ट भएर आएको यो नेपालबाट म आएँ म नेपालबाट आएर मैले नपाउँला भनेर यहाँ फिनल्यान्डमा पैसा तिरेर रेडी गरेको अर्डरलाई पनि म रिस्क लिन नचाहेर मैले नेपालबाट अर्को प्रिन्ट गरेर लिएर आएको किनभने 13 तारिक हाम्रो नम्बर आयो 13 तारिक नम्बर आएपछि हाम्रो नम्बर दिएर प्रिन्टिङ पठायौँ अनि पार्टीको एउटै कम्पनीले लिएको 10,000 ब्याग प्रिन्ट भएर हामीलाई 22 तारिकको डेट जानु म 22 तारिकमा ल्यान्ड भएँ म हिजो नेपालबाट आएर लगेज पिसाएर सबैभन्दा पहिला पिकअप गर्न आएको पार्टीमा अब आज इन्ट्राक्सन प्रोग्राम हो भोलिदेखि त्यो सबै प्रक्रियाहरू जान्छ अब सबैले सहयोग चाहिँ गर्नु पर्यो त्यही नै अरू केही क्वेसन्सहरू छ अघि हामी सबै डिस्कसन गऱ्यौँ नि अब कसरी ल्याउने कुरा गरेको अब सम्भावना हेर्दा विजय हुन्छ हाम्रो आशा छ कि विजय नै प्राप्त हुन्छ होइन अब जितिसकेपछि चाहिँ तपाईँले कसरी चाहिँ हामीसँग कन्ट्याक्ट गर्नु कसरी त्यो कुरामा एउटा त्यसमा चाहिँ प्लान के छ एकदम इम्पोर्टेन्ट क्वेसन सोध्नुभयो एकछिन सबैजना प्लिज एकछिन अब हामी 10 मिनटमा यसलाई क्लोजिङ गर्छौँ एकैछिन तपाईँहरू सेटल डाउन भइदिनुहोस् है हामी 10 मिनटमा यसलाई क्लोज गर्छौँ यसमा चाहिँ अघि न भ्योमातीले पनि अलिकति भनिदिइसक्नु भएको छ हाम्रो प्लान चाहिँ के हो भने यदि म इलेक्ट भएँ भने प्रोभाब्ली म एउटा कल गर्छु त्यसमा नेपाली कम्युनिटीलाई रिप्रेजेन्ट गर्ने विभिन्न आयामका मान्छेहरू अब 200 जनाको कमिटी भन्दैन होइन रिप्रेजेन्ट गर्ने गरी कमसेकम वुमन होला एन्टरप्रेनरहरू हुनु होला अथवा सोसियल वेलफेयरमा लाग्नुभएको मान्छेहरूको एउटा कमसेकम एउटा कमिटी बनाउने अनि त्यो कमिटीले चाहिँ एडभाइजरी रोल खेल्ने त्यसमा हामी यसै गरी 2 महिना 3 महिना 4 महिना 1 महिना कतिसम्म सकिन्छ एउटा मिटिङ बस्ने अनि मैले सिटीमा के भइरहेको छ भन्ने कुरा उहाँहरूलाई जानकारी गराउने र त्यो कमिटीले चाहिँ विशेष गरी हाम्रो सोसाइटीको एक्सपेक्टेसन के छ तपाईँले के रोल खेल्नुपर्छ भन्ने कुराको एडभाइस गर्ने एउटा कमिटी बनाउने भन्ने कुरा चाहिँ भएको छ त्यो एउटा प्रिमिटिभ प्लान पनि हो अब इलेक्सनमा भन्ने बित्तिकै त्यसमा हामी काम सुरु गर्छौँ एन्ड यु गाइज आर वेलकम आफू यदि यु थिङ्क यु आर द वान हु क्यान कन्ट्रिब्युट भने आफू होइन भने अरू कसैलाई इन्डोर्स गरेर रिकमेन्ड गर्न सकिन्छ एकदम बृहत टिम नबन्दा तर मेरो विचारमा एकदम इम्प्याक्टफुल 5-6 जनादेखि 10 जनासम्मबाट राम्रो एकदम राम्रो आइडिया त्यो चाहिँ केही पर्छ किनभने यसरी पब्लिकसँग कन्ट्याक्ट हुनै पऱ्यो नि त अनि आज जुन हामीले एउटा ओपन फोरमबाट डिस्कसन भयो नि यस्तो पनि टाइम एन्ड सेन्स गर्नुपर्छ होला तपाईँ इलेक्सन यसरी चाहिँ सबैको कुरा आउँछ नि त अनि अब किन भन्दा देयर आर इस्युज कि अब चिल्ड्रेनहरूको आफ्नै इस्यु छ
सुरु भएपछि होइन आफ्नो ग्रुपको आफ्नो इस्यु छ कि त्यसरी त्यो कुराहरू धेरै छ मलाई लाग्छ हाम्रो शेखरजीले पोस्ट इलेक्सनको पनि केही प्रोग्राम एरेन्ज गर्दै हुनुहुन्छ ती विषयहरू अब थप त्यसमा डिस्कस गर्न सकिन्छ यहाँ सबैको मैले अन्तिममा एउटा ध्यानाकर्षण गराउन चाहेँ यहाँ सबै आइडियाहरू आएका छन् ती आइडियाहरू जब मात्रै काम गर्छन् जब हामीले एक्जिक्युट गर्छौँ होइन त्यही भएर हामी सबैबाट एउटा प्रतिबद्धता चाहिँ के चाहियो भने हामीले जो आइडियाहरू हामीले एक्सप्रेस गरेका छौँ त्यो आइडियामा चाहिँ हाम्रो शेखरजीलाई सहयोग गरौँ हाम्रो शेखरजीलाई सहयोग गर्ने एउटा सानो टिम बनिएको छ तर त्यो टिम मात्रै इनफ हुँदैन यो सबै इन्स्टिट्युसनका लागि त्यही भएर यहाँ सबैबाट व्यक्तिगत तवरमा जे जस्तो सकिन्छ आफ्नो साथीहरूलाई कन्भिन्स गर्ने आफ्नो नेटवर्कमा घरमा आफ्नो सिटीमा हुनुहुन्छ भने भन्दा बस्ने साथीहरूलाई कन्भिन्स गर्ने लगायतका कामहरू गर्नु होला र हाम्रो फायर हो यो एउटा कमसेकम यसमा इलेक्सनको क्यान्डिडेट नम्बर पनि छ यहाँ टेबलमा चाहिँ हाम्रो शेखरजीको फ्ल्यागहरू छ कृपया जानुभन्दा अगाडि लिएर आफ्नो साथीहरूलाई दिनु है यहाँ एउटा सजेसन आयो मेरो वेबसाइट छ शेखरacharya.fi होइन त्यसमा पनि मैले मेन्सन गरेको छु यदि तपाईँहरू कोही सहयोग गर्न इच्छुक हुनुहुन्छ भने सहयोग गर्नुहुन्छ तर दिस इज द राइट प्लेटफर्म कमसेकम तपाईँहरू हुनुहुन्छ है यो हाम्रो सामूहिक प्रयास हो यसमा मेन्टल फिजिकल सपोर्ट पनि चाहिन्छ त्यसको अलावा फाइनेन्सियल सपोर्ट पनि चाहिन्छ हामीले इभेन्ट गर्नुपर्छ भिजिबिलिटीको लागि मार्केटिङको लागि खर्च गर्नुपर्छ त्यसमा मेरो फाइनेन्सियल लिमिटेसनको कारणले गर्दा अब यो चाहिँ मैले अफिसियली अपिल तपाईँलाई गरेको तपाईँहरू इच्छुक हुनुहुन्छ भने तपाईँहरूको आफ्नो दक्षताको आधारमा इफ यु वान्ट है वेबसाइटमा मैले मेरो के अरे मोबाइल पे ब्याङ्क एकाउन्ट पनि राखेको छु अथवा त्यहाँ हुने 7-8 जना सम्पर्क स्रोत व्यक्ति पनि हुनुहुन्छ अथवा तपाईँहरू इनिसिएसन लिन पनि सक्नुहुन्छ फाइनेन्सियली कन्ट्रिब्युट गर्न चाहनुहुन्छ भने प्लिज फिल फ्री तपाईँहरू जति सक्नुहुन्छ एनी अमाउन्ट इज बिग अमाउन्ट इन दिस सेन्स किनभने एड अप हुँदाखेरि त्यसले केही न केही भ्यालु एड गर्छ 50 युरो उठ्यो र एक दिन मात्रै हामीले फेसबुक क्याम्पेनिङ गराउन सक्यौँ र भिजिबिलिटी भयो र त्यसले 2टा मात्रै भोट एड गर्यो भने पनि प्रोबेबिलिटी इज बेटर देन नथिङ हैन त्यसले गर्दाखेरि यो मेरो फर्मल अपिल पनि तपाईहरुलाई इफ यु आर विलिङ टु डु प्लिज आई एम रेडी टु एक्सेप्ट द सपोर्ट फाइनान्शियल सपोर्ट पनि हैन त कति पनि कन्ट्रिब्युट गर्नुहुन्छ उहाँले पछि हिसाब बुझाउनु पर्ने ट्रान्सपेरेन्सी फेरि भोलि त के हुन्छ भन्दाखेरि मिडियादेखि हरेक बेला चाहिँ because I was advised by the party to open a separate account, but a separate account for everything, so it will be easy. Even Twitter पर गिरे कुछ mix सबैजनालाई धेरै धन्यवाद है तपाईहरु आफ्नो अमूल्य समय दिएर यहाँ आउनु भयो मलाई सुन्ने सामूहिक फोटो लिने कि भनेर सजिलो पनि हुन्छ मलाई पनि मेरो वेबसाइटमा पनि छ मेरो शेखरacharya.fi तपाईले यो स्क्यानिङ गर्नु भने शेखरacharya.fi मा जान्छ त्यसमा त्यहाँ टेबलमा फोटो खिच्नु एउटा सबैजना एक्चुअली बाहिरबाट सबैजना आउनुहोस् न एउटा फोटो खिचाउनु सबैजना आइदिनु होला प्लिज फोटो एकचोटि सबैजना आउनु है अनि समस्या पनि थाहा छ होइन धेरै समस्या छ
नेपाली बाना गर्नुपर्ने हो सही हो नेपाली पालन नगरिकन भएन सबैजनाले लिए पनि हुन्छ यो खासमा सबैजनाले केबाट लिन्छ यति लामो भ्याउँदैन यहाँ पुरै यता यता यही नम्बर त्यहाँ गरी खाइला अझै टाइट हुनुपर्छ क्यामेरा Ready? 3, 2, 1. Last video, 3, 2, 1. फोनतिर हेर्ने सबैले समोसा खान्छ है फेरि पनि यहाँ मागी छ भने